नमस्ते र धेरै धेरै स्वागत छ। हामी चाहिँ यो पोडकास्ट गर्ने भन्दा लामो समयदेखि सोच भएको, आज यो भाग्यले भन्नु पऱ्यो डक्टर साहब आएको बेला अनि बहिनी अनि हजुर आएको बेलामा चाहिँ यो कुरा गर्न पाइयो। त्यसको लागि म अहभागी सम्झिन्छु। हाम्रो पोडकास्टको पनि पहिलो कुरा, त्यसमाथि पनि एकदमै हेभी टपिक भन्छु सर मैले, किनकि हामी कुरा गरेको थियौँ ग्लोबल्ली हेऱ्यौँ भने स्ट्याटिस्टिक्स बढ्दो, सपोर्ट सिस्टम चाहिँ त्यही लेभलमा बढ्दो हो कि होइन भन्ने खालको देखिन्छ। त्यो विषयमा कुराकानी गरौँला। हाम्रो पोडकास्टको नाम चाहिँ अ कप अफ गफ भनेको छौँ। हामी वही बस्ने, गफ गर्ने, चिया खाने, रमाइलो गर्ने बेलामा यसो कुरा पनि गरौँ भन्ने हिसाबमा म अब गेस्टबाट सुरु गरौँ। डाक्टर अनिल राज ओझाजी, हजुरलाई धेरै धेरै स्वागत छ। प्लिज आफ्नो बारेमा हामीलाई चिनाउनुहोस्। हजुर भनिहाल्नु, मेरो नाम चाहिँ अनिल राज ओझा। म चाहिँ अब पेसाले चाहिँ फर्स्ट सुरुमा त पिडियाट्रिसियन भयो। My special interest in child development and behavior, and I was trained in developmental pediatrics in Royal Children's Hospital in Melbourne University. After training in 2015 देखि 18 I was in Melbourne. I did fellowship, केही वर्ष मैले काम पनि गरेँ यो developmental pediatrics मा त्यही हुँदाखेरि, and then I returned back to नेपाल फर्कियौँ। त्यसपछि आएर चाहिँ नेपालमा चाहिँ पाटन एकाडेमी अफ हेल्थ साइन्सेस भन्ने एउटा चाहिँ पाटन ललितपुर ललितपुरमा चाहिँ एकाडेमी छ, इट्स अ गभर्मेन्ट बडी। त्यसको चाहिँ पिडियाट्रिक डिपार्टमेन्ट हेर्छु र मैले मेरो चाहिँ भनौँ न अहिले आफ्नो इन्ट्रेस्ट आफ्नो ट्रेनिङको हिसाबले चाहिँ आई लुक आफ्टर पेसेन्ट्स। आई हेभ डेभलपमेन्ट क्लिनिक ब्याक इन द हस्पिटल, सो त्यसमा चाहिँ डेभलपमेन्ट इस्युज भएको बच्चाहरू चाहिँ आई सी देम। And majority of, I think 1/3 of those patients, एक वर्षको डाटा निकालेर मैले यसो हेरेको थिएँ, हेर्दाखेरि लगभग 30% of the patients who attend the developmental clinic in Patna Hospital are related with autism symptoms. So this is a major problem. So the body issues पनि त्यो बाहेक अरू इस्युजहरू पनि छ। अफ कोर्स त्यो भएर चाहिँ अब मैले भन्दाखेरि चाहिँ त्यही नै हो आफ्नो हिसाबमा चाहिँ। यो कुरा सुन्दा चाहिँ मलाई जुदा चाहिँ हजुर पनि एग्री गर्नुहुन्छ होला। मलाई यो एउटा त हजुरको प्रोफेसनप्रति रेस्पेक्ट छँदैछ आफ्नो ठाउँमा, अस्ट्रेलिया बसेको मान्छे नेपाल गएर प्र्याक्टिस गर्नुहुन्छ भन्ने सुन्दा अर्को लेभलको रेस्पेक्ट हुन्छ है, किनकि यो सजिलो होइन कि, यो चाहिँ आफ्नो च्यालेन्ज हो। तपाईँलाई सोध्न मिल्छ होला, probably कम्फर्टेबल हुनु नभने यो साइड दिन्न भन्नु होला। हजुरलाई यहाँ काम गरेर यहाँ सेटल भएर सबै चिज हुँदाखेरि नेपाल जाने बेलामा होइन यही वस्तु जस्तो भयो कि एकदमै नेपालमा काम गर्ने भन्ने कुरा आगो थियो, त्यो आगोले तानिहाल्यो? अनि यस्तो थियो, मैले आउँदाखेरि नै आई वाज मेरो माइन्ड मेकअप चाहिँ म फर्किने नै भन्ने थियो कि, अनि मेरो चाहिँ कन्ट्र्याक्ट पनि त्यस्तै थियो। जस्तै रोयल चिल्ड्रेन्ससँग गर्दाखेरि अथवा फ्रेङ्कसन हस्पिटलसँग गर्दाखेरि पनि जस्तो फिक्स लिमिट, फिक्स ड्युरेसन काइन्ड अफ कन्ट्र्याक्ट थियो। त्यो सकेपछि म फर्किनु नै पर्छ। अब चाहिँ किन भन्दाखेरि त्यो अब बस्ने हो भने अर्को तरिका, अब भनौँ न अर्को पाथवे छ। यु हेभ टु म त्यतातिर चाहिँ किन गएन भन्दाखेरि म त त्यहाँ फेलोसिप गरेर आई स्टार्टेड वर्किङ एज अ डेभलपमेन्टल पिडियाट्रिसियन भनौँ न। त्यो गर्दाखेरि के भयो भन्दाखेरि अब म त त्यहाँ गइसक्यो, त्यो कन्ट्र्याक्ट सकेपछि त आई नेक्स्ट नथिङ। कि त म त फेरि गो ब्याक डु समथिङ एल्स, अनि त्यसपछि केहीमा इन्गेज हुनु पऱ्यो, केही कहाँ केही गर्नु पऱ्यो, यु प्रिपेयर फर अस्ट्रेलियन मेडिकल काउन्सिल एक्जाम, यु स्पेसलिस्ट एक्जामिनेसन दिन पऱ्यो, द्याट्स अर्को पाथवे छ। सो आई डिडन्ट opt to go through that pathway because it takes next 3 or 4 years to go through all this process. So better than मैले त्यो अन्डरस्ट्यान्डिङ त मेरो यहाँ आउन अगाडि नै थियो किनभने त्यो जानै हो। If you are interested in staying, living and working in Australia, you have to go through that challenge. There's the pathway. It takes another 3-4 years, and it was my choice whether to go through that pathway or you train भइसक्यो, you are developmental pediatrician नेपालमा आएर चाहिँ केही चिज गर्ने आफ्नो इन्स्टिट्युटमा भन्ने कुरा हो। मैले सेकेन्ड वानलाई चाहिँ चुज गरेँ। होइन, एकदम राम्रो, किनकि जस्तै हजुरको अहिले हेऱ्यो भने त अहिलेको लेटेस्ट हेऱ्यो भने अहिले धेरै जसो आउने भाइ बहिनीहरू 11-12 गरेर आउनुहुन्छ। एज कम, अप्सन धेरै हुन्छ। हामी आउने बेला म 2007मा आएको, अब कुरा खोल्दा खासै गाह्रो भएन होइन। म चाहिँ नेपालमा हामी प्राइभेट क्याम्पस चलाउँथेँ आफै सेयर पनि भयो अनि पढाउने पनि भयो, यताउता सबै ठिक छ। म पनि आउँदाखेरि चाहिँ हजुरको जस्तै अस्ट्रेलिया जाने 2-3 वर्ष पढ्ने, सक्यो भने अलिअलि पैसा कमाउने,
नभए पनि हायर एक्सपोजर लिएर नेपाल आएर आफूले जहाँ काम गरेको क्याम्पस थियो त्यसलाई चाहिँ फलाउनु फुलाउनु पर्छ जस्तो लाग्थ्यो कि सुरुमा आउँदा चाहिँ अनि यहाँ आए पछाडि चाहिँ बिस्तारै त्यो कस्तो हुन्छ भने त्यो सपनाहरू इन्स्टलमेन्टमा चाहिँ ग्रेजुअल्ली चेन्ज भयो। अब त्यसको पनि आफ्नै कथा हुन्छ, अब त्यसमा चाहिँ राम्रो नराम्रो भन्दा के छ र, त्यही पनि त्यो यहाँ बसेर फर्केको मान्छे त छुट्टै रेस्पेक्ट आउँछ कि हामी चाहिँ त्यो गर्न अझै सकेका छैनौँ, सक्छ सक्दैनौँ थाहा छैन, तर सो इन्सपायरिङ। त्यो पाथवे मैले बुझेको थिएँ कि त्यो पाथवे इज नट इजी होइन। Also if you are like trying to get through the Assam Medical Council exam and all, त्यो सुरुको केही स्टेप्स चाहिँ you can go through it, त्यो एउटा हर्डल चाहिँ यिनीहरूले they keep on putting you, त्यो चाहिँ त्यो पास पर्सेन्टेजको हिसाबले हेर्नु, त्यो चिज गर्दाखेरि that's a big challenge होइन। अब त्यो चिज गर्दा यहाँ अड्केर त्यो भिसियस साइकलमा चाहिँ I didn't opt to stay, अनि त्यो फेरि त्यहाँ बस्नलाई चाहिँ भिसा स्ट्याटस चाहियो, त्यसको लागि केही न केहीमा त आफू त भनौँ न त्यो चाहिँ कहीँ त इन्भल्भ हुनु, कि त कलेज जोइन गर्नु पऱ्यो, एज अ स्टुडेन्ट हुनु पऱ्यो, त्यो एट द मिन टाइम यु हेभ टु प्रिपेयर फर द एक्जाम। सो एउटा पर्सनल क्वेसन सोध्नु है त, एकदम पर्सनल, फर्किने बेलातिर बिहा भयो त हजुरको? मेरो फ्यामिली लिएर आएको थिएँ मैले। मेरो वाइफ छोरी लिएर आएको थिएँ मैले। गुड छोरी यही उसको मेलबर्नमै मैले त्यो पढेँ नि त केही समय। थ्याङ्क यू किनकि कहिले हामी कुरा गर्छौँ कि जस्तै अब यो यहाँबाट फर्किन गाह्रो हुने तत्त्वहरू के हुन् भन्ने कुरा गर्दाखेरि चाहिँ यो फ्यामिली हुने हाम्रो लोकल भाषामा चाहिँ जरागान्डी भन्छौँ। फ्यामिली यहाँ सेटल हुने भने अर्को जरागान्डी हो, त्यो जरागाडी निस्किन गाह्रो हुन्छ भन्नेसम्म कतै हजुर सिङ्गल भएर फ्याक्ट जान सजिलो भएको कि भने त्यो होइन, फ्यामिलीसँग चाहिँ हिँड्थेन। थ्याङ्क यू। हजुरले पनि आफ्नो परिचय दिनुहोस्, धेरै त हामी नेपाली कम्युनिटीले अफकोर्स हजुरलाई त्यही पनि सुनाउनुहोस् हजुरको मुखबाट। म जिमनाथ देवकोटा, पेसाले चाहिँ अकुपेसनल थेरापिस्ट। मैले चाहिँ जेम्स कुकबाट गरेको 11 to 15, अनि सिन्स देन मैले चाहिँ अकुपेसनल थेरापिस्टको विभिन्न रोलमा काम गरेको छु। म पहिला चाहिँ पेडियाट्रिक ओटी होइन, म चाहिँ न्युरो रिहाब ओटी हो। आई वाज मोर इन्ट्रेस्टेड इन फङ्सनल कग्निसन अनि न्युरो रिहेबिलिटेसन। त्यसपछि जति बेला मेरो बाबुलाई अटिजमको डायग्नोसिस भयो र मैले जति सपोर्ट पाउनु पर्थ्यो त्यो पाउन नसकेको कारणले आई डाइभ इन्टु द पेडियाट्रिक्स। र सिन्स 2019बाट चाहिँ म पेडियाट्रिक अकुपेसनल थेरापिस्ट भएर काम गरिरहेको छु। त्यसमा मैले चाहिँ मेरो सिकाइ भनेकै मेरा बच्चाहरू पेडियाट्रिकमा जो बच्चाहरूलाई हेर्छु उहाँका फ्यामिली, ती बच्चाहरू चाहिँ मेरा सिकाइका स्रोतहरू। हजुर आउँदै अकुपेसनल थेरापी म होइन, म चाहिँ नेपालमा चाहिँ इन्ट्रेस्टिङली म अकुपङ्चर हो मेरो प्रोफेसन चाहिँ। मैले नेपालमा अकुपङ्चर क्लिनिकमा धेरै वर्ष काम गरेँ। महानगरपालिकाबाट चाहिँ म काम गर्थेँ, महानगरपालिकामा त्यहाँ अकुपङ्चर सेवा केन्द्र भन्ने थियो, त्यो चाहिँ चलाएर बस्थेँ, म मात्रै थिएँ त्यो बेलामा। आई युज्ड टु सी लट्स अफ पेन म्यानेजमेन्टका केसेसहरू स्पेसली, अनि त्यसपछि स्ट्रोकका केसेसहरू पनि आउँथ्यो। अनि त्यसले चाहिँ मलाई स्ट्रोकमा काम गर्ने रहर त्यो बेलामा जागेको थियो। र अस्ट्रेलियामा आइसकेपछि चाहिँ फिजियो पाउन चाहिँ मलाई अलि अप्ठ्यारो भयो। पहिला फिजियो एप्लाई गरेँ, पाइनँ। त्यसपछि चाहिँ मैले एकजना फिजियोथेरापिस्टलाई चाहिँ मलाई रिह्याबमा जान मन छ, यो फिजियो पाइनँ, अब त्यसको एकदमै नजिकको विषय के हो भनेर सोधेको, अकुपेसनल थेरापी पढ भनेर भन्यो। अनि त्यसपछि चाहिँ मैले अकुपेसनल थेरापी पढेँ जेम्स कुक युनिभर्सिटीमा। अनि दोस्रो वर्ष चाहिँ मलाई फिजियोमा जाने अफर थियो, दोस्रो सेकेन्ड इयर चाहिँ जाने अफर थियो। त्यो बेलामा चाहिँ आई चुज टु बी एन ओटी टेस्ट, किनकि मैले त्यो अकुपेसनल थेरापी के हो, यसको स्कोपहरू के छ भनेर थाहा पाइसकेपछि चाहिँ मैले चुज गरेँ। आइ एम भेरी ह्याप्पी द्याट आई एम नट फिजियो। अति बिजी हुनुहुन्छ होइन? व्यस्तता अहिले चाहिँ अब अहिले आफैले चाहिँ मेरो, किनकि बाबुलाई टाइम दिनुपर्ने हुनाले मैले हप्ताको 3 दिन काम गर्छु, 4 दिन चाहिँ मैले मेरो बाबुलाई टाइम दिन्छु। अनि त्यो बेलामा चाहिँ कामको अपर्च्युनिटी अथवा यताउता अरू अप्सनहरू यताउता आयो भने पनि त्यसलाई ब्लक गरेर मन चाहिँ मेरो 3 दिन चाहिँ म फ्राइडे, स्याटरडे, सन्डे चाहिँ मेरो
काम गर्ने दिन हो। त्यो बाहेक अरू दिन चाहिँ म बाबुसँग हुन्छु। यहाँको चाहिँ एउटा गाह्रो हुन्छ, अब हजुर पनि बसेर जानुभएको हो, यहाँको एउटा गाह्रो चाहिँ गाह्रो भन्ने कि सजिलो भन्ने कि त्यो काम पाउन सजिलो भएको कारणले गर्दा र त्यो उही जति बेला पनि समयलाई कन्भर्ट इन्टु डलर गर्न अलिकन अप्सन बढी भएको कारणले गर्दा कहिलेकाहीँ चाहिँ बच्चालाई दिने टाइम, साथीभाइलाई दिने टाइम, कम्युनिटीलाई दिने टाइम अथवा आफैलाई दिने टाइम पनि कम्प्रोमाइज गरेको साथीहरू देखिन्छ। किनकि जस्तै हजुरको फ्यामिलीसँग बस्ने कि काम गर्न जाने भन्ने अप्सन चाहिँ सजिलै आउने, अनि चाहिँ कतिपय साथीहरूले ल अब एक दिन फ्यामिलीसँग बस्नुको सट्टा शनिबार हो भने त अब पेरेन्टको कुरा भयो यताउता भयो भनेर त्यो अप्सनले चाहिँ कोही मान्छेहरूलाई हुन्छ नि उही त्यो ग्रिड हो, तर त्यो ग्रिडले चाहिँ तान्छ अरे जस्तो लाग्छ। म त्यो भएर चाहिँ त्यो क्वेसन कम्प्लिमेन्ट्री क्वेसन सोधेँ। त्यो ग्रिड भन्दा पनि मेरो अब परिवार चलाएको छ, 3 दिन काम गर्दा परिवार चलाएको छ। मेरो फोकस चाहिँ अहिले मेरो बाबु हो। बाबुलाई मैले जति म चाहिँ एज अ थेरापिस्ट बाबुलाई टाइम दिन्न कि एज अ फ्यामिली मेम्बर, एज अ फादर आई वान्ट टु स्पेन्ड मोर टाइम विथ हिम एज अ फादर। त्यसले र अर्को कुरा चाहिँ के छ भन्दा नै मैले थेरापीमा सिकेको कुरा चाहिँ वी डोन्ट निड मोर इन्टेन्स थेरापी, वी निड मोर इन्टेन्स एक्सपोजर, इन्गेजमेन्ट। त्यसको कारणले चाहिँ त्यो जानिसकेपछि चाहिँ त्यो मेरो बाबुमा पनि एप्लाई गरौँ भन्ने मेरो थ्याङ्क यू सो मच। बहिनी सुनाउनुहोस्। नमस्ते सबैजनालाई, म चाहिँ पारुल सापकोटा। प्रोफेसनल्ली चाहिँ म नर्स थिएँ पहिला। म पेरेन्ट हो अहिले, स्पेसल निड्स चाइल्डको पेरेन्ट हो करेन्टली। प्लस मैले चाहिँ एनडिआइएसको थ्रु डिसेबिलिटी ओटिजम भएको एनडिआइएस पार्टिसिपेन्टलाई सर्भिस प्रोभाइडरको काम गर्छु अहिले ब्रिस्बेनमा 2022देखि। सो त्यो चाहिँ मेरो सिम्पल ब्याकग्राउन्ड। अब एज अ बिङ अ पेरेन्ट कति कुराहरू अब स्लोली ओपन हुँदै जान्छ होइन। तर ह्याभिङ सेड सबैभन्दा पहिला चाहिँ म चाहिँ स्पेसल निड्स बच्चाको पेरेन्ट हो। एक्टिभली इन्गेज हुनुहुन्छ? हजुर हजुर, मैले अटिजमको एडभोकेसी पनि गर्ने ट्राई गरिरहेको छु, स्पेसली नेप्लिज कम्युनिटीहरूमा। मेरो चाहिँ ब्याचलर्स नर्सिङ हो, मास्टर्स चाहिँ पब्लिक हेल्थ। तर मेरो प्लान चाहिँ अब पिएचडी चाहिँ अटिजम डिसेबिलिटी रिलेटेडै गर्ने कुरा छ, बिकज आई थिङ्क दिस इज द राइट फिट फर मी। म त्यही सेक्टरमा काम गर्ने, प्लस मेरो बिजनेसको पोइन्ट अफ भ्यूले पनि मेरो त्यही भयो। त्योभन्दा पनि सबैभन्दा ठुलो कुरा म चाहिँ स्पेसल निड्स बच्चाको मदर हो। सो मेरो चाहिँ अब एक्सपर्टिजहरू नै यही लाइनमा हुनेछ इन फ्युचर। तपाईँले बिजनेस र अटिजमको कुरा गर्दाखेरि जस्तो हजुरले चाहिँ त्यो न्युरो डाइभर्स मान्छेहरूलाई अथवा कम्युनिटी मेम्बरलाई नै सपोर्ट गर्ने कि अथवा के, जस्तै हजुरको क्लाइन्टहरू उहाँहरू हुनुहुन्छ? हजुर हजुर, अस्ट्रेलियन रजिस्टर एनडिआई रजिस्टर कम्पनी छ। त्यसमा चाहिँ अब इच एन्ड एनडिआइएस पार्टिसिपेन्ट हेज देयर अन प्लान। अनि त्यसमा चाहिँ अब प्लान अनुसार जस्तो जीवनाथलाई चाहिँ क्यापासिटी बिल्डिङ हुनुभयो भने म चाहिँ एक्टिभिटिज अफ डेली लिभिङ हेर्ने, लाइक अब नर्सिङ केयरहरू, उनीहरूको आउटिङ गोइङ, उनीहरूको डेली एक्टिभिटिजमा के इन्क्लुड हुन्छ त्यो कुराहरू मैले हेर्छु। मैले चाहिँ क्यापासिटी बिल्डिङतिर थेरापीतिर मैले हेर्दिनँ, जस्तै त्यो मेरो पार्ट होइन। अझ मैले बुझ्न खोजेँ होइन प्लिज। जस्तै हजुरले चाहिँ त्यस्तो खालको क्लाइन्टहरू हजुरसँग आउनुभयो भने हजुरले त्यो न्युरो डाइभर्स मान्छेलाई बढी प्रायोरिटी दिनुहुन्छ कि जो आयो भने अफकोर्स हजुरले सपोर्ट गर्नुहुन्छ? यसमा प्रायोरिटी भन्ने हुँदैन। अब अटिजम इभन दो सेरिब्रल पालेजी, मेन्टल हेल्थ सबैलाई अस्ट्रेलियन गभर्मेन्टले त एनडिआइएसमा राखेको छ, चाहिँ जोड दिएको छ। अटिजम इज अल्सो पार्ट अफ द डिसेबिलिटी। हरेक डिसेबिलिटी लाइक भिजिबल डिसेबिलिटी होस् अथवा हिडन डिसेबिलिटिज होस्, तिनीहरू चाहिँ एनडिआइएसको पार्टिसिपेन्ट हो, उनीहरूको चाहिँ आफ्नो प्लान हुन्छ। अनि त्यही प्लानमा चाहिँ मेरो सर्भिस एरिया चाहिँ पर्टिकुलर छ। अनि एकदमै हजुरसँग चाहिँ हुन त हजुरलाई याद छैन थाहा भएन, हजुरले यो अटिजम स्पेक्ट्रम भएको बच्चाहरूको बारेमा धेरै ओपन भएर कुरा गरेको चाहिँ हामी प्रभावली 4-5 वर्ष पहिला चाहिँ माउकुथामा हामी वोकमा थियौँ। त्यति बेला हजुरले चाहिँ एकदम क्लियर भन्नुभएको थियो। अझ अहिले पनि हुन त कतिपय मान्छेहरूले ओपनली कुरा गर्ने खालको अझै हामी त्यहाँ पुगेको छैनौँ, स्पेसली हाम्रो कम्युनिटीमा भनौँ। त्यति बेला चाहिँ तपाईँले यो खालको चाहिँ मेरो सिचुएसन हो र म यसरी चाहिँ एड्रेस गर्छु भन्दाखेरि चाहिँ मैले उहाँहरू पनि भनेको थिएँ भेरी इम्प्रेस के। किनकि त्यो अब हुन त हामी पछाडि त्यहाँ जान्छौँ होला, अब जस्तै हाम्रो च्यालेन्जहरू के हो भन्ने कुरामा
अझै पनि खुलेर म यो हो भनेर चाहिँ एक्सेप्ट गर्ने खालको सिचुएसन नभएको कारणले गर्दा त्यति बेलादेखि चाहिँ म चाहिँ ओहो जस क्लियर कुरा गर्नुहुँदो रहेछ बहिनी खुसी लाग्यो भनेर चाहिँ हामी पनि कुरा गरेको थियौँ यो उसमा कुरा गर्दा थ्याङ्क यू अब हाम्रो आजको टपिकको कुरा गर्दाखेरि चाहिँ प्यारेन्टिङ चिल्ड्रन विथ न्युरोडाइभर्सिटी भन्ने अफकोर्स त्यो भइहाल्यो यसमा चाहिँ प्यारेन्टिङको कुरामा चाहिँ म थोरै मैले आफ्नो कुरा राख्छु म चाहिँ यो प्यारेन्टिङ सम्बन्धी कुराहरूमा अलिकति बेसी इन्ट्रेस्ट गर्छ किनकि आफ्नो पनि बच्चा भयो प्लस डेभलपमेन्टल साइकोलोजी स्पेसली एजुकेसनल डेभलपमेन्टल साइकोलोजी चाहिँ म अलिकति बढी इन्ट्रेस्ट एरिया भयो अनि त्यही विषयमा रिसर्च पनि गर्छु मैले पिएचडी सघाउँदैछु अनि पछाडि मैले प्यारेन्टिङको ट्रेनिङ अलिकति प्यारेन्टिङ स्पेसिफाइड ट्रेनिङहरू यहाँको ट्रिपल पी प्यारेन्टिङ भन्ने एउटा प्रोग्राम छ त्यसको चाहिँ ट्रेनर भएर 1.5 वर्ष चाहिँ मैले प्यारेन्टिङ ट्रेनिङ पनि गराएँ अनि पछाडि सर्कल अफ सेक्युरिटी त प्रभावले अलिकति बेसी नै कमन छ त्यो पनि म ट्रेनिङ भएर काम गर्ने ट्रेनर भएर प्लस मैले चाइल्ड केयर सेक्टरमा काम गर्दा फ्यामिलीहरूसँग प्यारेन्टिङ सम्बन्धी एकदम बेसी कुरा गर्ने मौका पाएँ अनि अब यो उयो आफूलाई पढे पछाडि थाहा हुन्छ भने जस्तो यो हाम्रो बच्चा हुनुभन्दा अगाडि चाहिँ यो प्यारेन्टिङ सम्बन्धी मेरो धारणै फरक थियो है अब चाहिँ जस्तै हजुरको सायद हामी पनि त्यही गर्छौँ होला केही हुन्छ नि बच्चाले सुनेन अथवा भने जस्तो भएन अथवा बच्चाहरूमा अलिकति केही च्यालेन्ज भयो भने प्यारेन्टले आफ्नो बच्चालाई त सम्झाउनु नि हो जस्तो खालको कि आफू प्यारेन्ट हुनुभन्दा पहिला हामी त यहाँ मैले अब काम गर्ने प्र्याक्टिसमा झन् 20जना बच्चा हुन्छ म दिनभर चाहिँ टिचरको रूपमा काम गर्छु तपाईँको त एउटा बच्चा छ नि त गर्नुहोस् न फेरि भने जस्तो आउँथ्यो कि भित्रभित्र अब त्यो प्रोफेसनल प्र्याक्टिसमा त्यो नदेखिए पनि भित्र सबकन्सियसली चाहिँ के गर्नु भने जस्तो आउँथ्यो तर जब आफ्नो बच्चा भएर त्यो चाहिँ अलिकति इनडेप्थ त्यो लिभड एक्सपिरियन्समा कि जस्तै नम्बर अफ स्याम्पल धेरै नभयो भने एकदम इनडेप्थमा हेर्दाखेरि केही गर न भने जस्तो त्यो ठ्याक्कै गरेर फिक्स गर्ने खालको सिचुएसन छैन प्यारेन्टिङ है एकातिर त अब यो अलिअलि मैले चाहिँ हिजो पनि यसो हेरेको थिएँ हल्का रिसर्च चाहिँ कुरा गर्नुभन्दा पहिला हेरौँ भनेर यो डोमेस्टिक भाइलेन्सको वान अफ द प्राइमेरी रिजन भनेको प्यारेन्टिङको प्याटर्न फरक हुनु पनि एउटा कारण हो भन्ने खालको जस्तै मान्छेको चाहिँ म्यारिड लाइफमा सबभन्दा अप्ठ्यारो पार्ने 2टा तत्त्व हुन्छ अरे त्यो चाहिँ एउटा फाइनेन्सियल म्यानेजमेन्टको प्लान हस्बेन्ड वाइफको त्यो मिलेन भने चाहिँ एउटा गाह्रो अर्को चाहिँ प्यारेन्टिङ स्टाइल र प्यारेन्टिङ स्किलमा चाहिँ जति धेरै फरक हुन्छ त्यति धेरै चाहिँ परिवारमा ठाकठुक हुन्छ भन्ने खालको चाहिँ रिपोर्ट हेरेको थिएँ मैले एउटा प्यारेन्टिङको कुरा गर्दा त्यस कारणले गर्दा प्यारेन्टिङको कुरा हामी गर्छौँ अझ त्यसमा पनि अझ स्पेसल्ली भन्यो भने न्युरोडाइभर्स बच्चाहरूको कुरा गऱ्यो भने त अफकोर्स गाह्रो छ अब ठ्याक्कै यही कुरा गर्दाखेरि चाहिँ मैले यो मेरिट सेन्टरको गरेको अब हामी अफकोर्स यसमा चाहिँ धेरै नै कुरा गर्छौँ सायद यहीँनिरै हाम्रो बेसी फोकस हुन्छ म चाहिँ अब टिपिकली डेभलपिङ बच्चाहरूको बिहेभियर सम्बन्धी कुराहरू हेर्दाखेरि अब किन प्राइमेरी र प्री प्राइमेरी स्कुलको टिचरहरूले बच्चाहरूलाई गर्ने व्यवहार फरक हुन्छ भन्ने कुरा हेर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ हाम्रो अन्डरस्ट्यान्डिङ के छ भन्ने कुराले हामीले गर्ने व्यवहार फरक हुन्छ भन्ने कुराहरू चाहिँ अफकोर्स अहिले एग्रिड पोइन्टै त्यही हो त्यसमा चाहिँ अब यो डिफ्रेन्ट ब्रेन पार्ट्सको कुरा तपाईँ चाहिँ एक्साइटेड हुनुहुन्छ कुरा गर्नको लागि थोरै मात्र त्याग्दाखेरि चाहिँ नर्मल्ली जब चाहिँ इमोसनल रेगुलेसनको कुरा र इमोसन रिलेटेड बिहेभियर आउँछ त्यसमा चाहिँ हामीले मिड ब्रेनको एक्टिभ इन्भल्भमेन्ट देख्छौँ तर धेरैजसो फ्यामिली अथवा प्यारेन्ट्सहरू हामी चाहिँ कहाँनिर काइन्ड अफ स्लिप हुँदो रहेछ भने तैँले जानी जानी मेरो बाउन्ड्री टेस्ट गरेको छस् भन्ने खालको चाहिँ धेरै जसोको बुझाइ कि जस्तै हजुरको बच्चाले भनेको सुनेन अथवा मैले भने जस्तो गरिदिएन भने यु टेस्टिङ माई बाउन्ड्रिज भनेको तैँले कग्निटिभ ब्रेन युज गरेर इन्टेन्सनल्ली यु पुसिङ मी भन्ने खालको चाहिँ हाम्रो थट हुने भयो तर वास्तवमा चाहिँ यो मिड ब्रेन र कोर्टेक्सको चाहिँ काइन्ड अफ अलाइनमेन्टै भइरहेको छैन उसले चाहिँ त्यहाँ काइन्ड अफ डिस्कनेक्ट छ अनि यहाँबाट काम भइरहेछ यहाँबाट भयो जसरी हामी ट्रिट गरिरहेछौँ भन्ने खालको कुरा चाहिँ अहिलेको हाम्रो न्युरोटिपिकल बच्चाहरूको प्यारेन्टिङको कुरामा चाहिँ हामी बढी गर्छौँ अब त्यसमा हजुर सुरु गर्नु चाहिँ एउटा साथी जति धेरै गरेर रोक्यो त्यति चाहिँ गाह्रो लाग्छ क्यामेरा हुन्छ है यसमा चाहिँ अलिकति किनकि उहाँ न्युरो डेभलपमेन्टल हिज मोर के अरे एक्सपर्ट के उहाँबाट सुरु गरौँ हजुरले अब हामीले चाहिँ के मलाई चाहिँ के सुरु गर्न मन लाग्यो भने अब हामीले न्युरो डाइभर्स
किड्सको ब्रेन चाहिँ साइन्सले के भन्छ त एक्ज्याक्टली भनेर इन जेनरलमा हामी कहाँ छौँ अहिले साइन्सले के भन्छ भनेदेखि न्युरोडाइभर्स ब्रेनमा चाहिँ सटल रूपमा इन्फ्लामेसन हुन्छ भन्ने साइन्सको बुझाइ हो होइन भने इन्फ्लामेसन त कहाँ कहाँ छ भनेर हेर्नु पर्ला होइन यदि त्यो साइन्सको बुझाइ इन्फ्लामेसन हो भने त्यो यो ब्रेन चाहिँ के अरे नर्मल टिपिकल बच्चाको ब्रेन भयो भने इन्फ्लामेसन चाहिँ फेरि त्यो देखिने गरी एमआरआईले ड्यान 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 का देखिने गरी पनि नहोला फङ्सनल एमआरआईले चाहिँ फङ्सनल एमआरआईले चाहिँ त्यसलाई देखाउँछ लाइटनिङ कतिको भएको देखाउँछ होइन भनेपछि समस्या त्यो अटिस्टिक चाहिँ न्युरोडाइभर्स चाहिँ बच्चाहरूको समस्या भनेको त्यो ब्रेनमा हुने सटल इन्फ्लामेसन हो होइन भनेपछि अब त्यो इन्फ्लामेसन हुँदाखेरि त्यो रिसिभिङमा प्रोसेसिङमा र ट्रान्सक्रिप्सनमा अथवा चाहिँ त्यसलाई चाहिँ हेर्नेमा त्यो ट्रान्सक्राइब गर्नेमा चाहिँ सबै ठाउँमा चाहिँ समस्या हुनसक्छ होइन त्यो भइसकेपछि हामीले कहाँ त्यसको कारण के हो भनेर चाहिँ बुझ्न सकिन्छ होला यो के छ भन्दाखेरि अब जस्तै न्युरोडाइभर्स अथवा न्युरोटिपिकल बच्चाहरूमा चाहिँ इन टर्म्स अफ स्ट्रक्चर एन्ड फङ्सनमा ब्रेनमा के फरक छ भन्ने कुराहरू यो चाहिँ अब यो इट्स अ बिग टपिक फर रिसर्च देयर इज नथिङ सब्सटेन्सियल एज अफ नाउ अहिलेसम्म खासै त्यस्तो भनौँ न अटिजममा चाहिँ न्युरोडाइभर्स अथवा यसमा चाहिँ यो हुन्छ यसले गर्दाखेरि चाहिँ यो प्रब्लम आयो भन्ने चाहिँ जेमा सरले भने जस्तै इन्फ्लामेसनको कुराहरू छ अनि कति कुराहरूमा चाहिँ जस्तै फङ्सनल एमआरआई गर्दाखेरि चाहिँ ब्रेनको फङ्सनल एमआरआई गर्दाखेरि चाहिँ देयर आर सर्टेन एरियाज इन द ब्रेन when you compare त्यो न्युरोटिपिकल र न्युरोडाइभर्स पपुलेसनमा हेर्दाखेरि त्यो लाइटनिङ कम हुन्छ कि भनेपछि द्याट पार्ट अफ ब्रेन इज नट फङ्सनिङ वेल भनेपछि त्यहाँ न्युरो ट्रान्समिटर कम होला त्यसमा चाहिँ सो त्यसले गर्दाखेरि के हुन्छ नि त्यहाँ लाइटनिङ हुँदैन त्यहाँ देयर इज काइन्ड अफ इनर्ट त्यो चाहिँ न्युरोन कनेक्सनमै कनेक्सन विथ द न्युरोन भनौँ न एउटा न्युरोन टु न्युरोन कनेक्टिभिटीको कुरा त्यसले गर्दाखेरि अब कुनै पनि कुराहरू न्युरोडाइभर्स पेसेन्टलाई जस्तै भन्दाखेरि नामले बोलायो भने हि मे नट बी एबल हि अर सी मे नट बी एबल टु रेस्पोन्ड किनभने त्यो इन्फर्मेसन त एफआरआई न्युरोनले त लग्यो तर देयर इज समथिङ मिसिङ इन हायर लेभल इन द ब्रेन सो द्याट त्यो न्युरो ट्रान्समिसन चाहिँ इज नट ह्यापनिङ प्रोपरली होइन त्यसले गर्दाखेरि त्यो इनर्ट एरियाजहरू जुन देखिन्छ फङ्सनल एमआरआई गर्दाखेरि त्यहाँ केही डेफिसियन्सी छ हर्मोनल के अरे यो न्युरो ट्रान्समिटरको प्रब्लम सो इट्स अल रिलेटेड विथ द कनेक्टिभिटी विदिन द ब्रेन सिस्टम सो त्यो अब त्यो चाहिँ त्यो त सब्सटेन्सियल चाहिँ अब यो यसले गर्दाखेरि ब्रेनमा गर्दाखेरि भन्ने चाहिँ त्यसको भनौँ न देयर इज नथिङ आइ एम अवेयर अफ तर एउटा अप्ठ्यारो कि अब मैले म हजुरलाई पास गर्छु यहाँ जस्तो हजुरको त्यो कनेक्सन नहुँदा त एउटा लो रेस्पोन्सिभ अथवा कम रेस्पोन्स गर्ने खालको स्थिति हो भने डिस्कनेक्सनले अप्ठ्यारो होला तर हाइपर रेस्पोन्सिभ टाइपको अथवा कुनै पनि एरियामा मोर फोकस्ड अथवा भनौँ न अब हामीले सुरुमा अब जमानामा हेर्दाखेरि एकातिर चाहिँ कम छ भने अर्कोतिर बेसी हुन्छ है यो चाहिँ त्यो कनेक्सन भएन भने बढी हुने कसरी हुन्छ त फेरि त्यो एकातिर कनेक्सन अर्कोतिर गएको हो जस्तै लेम्यान ल्याङ्ग्वेजमा अब त्यो अर्को चाहिँ के छ जस्तै भनौँ अटिस्टिक बच्चाहरूमा चाहिँ सो दे क्यान बी मोर हाइपर एक्टिभ मोर इम्पल्सिभ नेगेटिभ सिम्टम्सहरू हुन्छ नि इट्स अल हाउ द त्यो फ्रन्टल कर्टेक्स चाहिँ कसरी चाहिँ वायर्ड भएको छ होइन मेन प्रब्लम नै त्यसैमा छ क्या जस्तो एडिएचडी हेऱ्यो भने पनि अटिजम छ अथवा अटिजम छैन तर एडिएचडी छ मात्रै भने पनि त्यो ब्रेनको चाहिँ फ्रन्टल कर्टेक्सको चाहिँ कसरी वायरिङ भएको छ होइन त्यसले गर्दाखेरि त्यो सर्किटमा चाहिँ बढी स्टिमुलेसन भइरहेको छ हामीले कन्ट्रोल गर्नु त्यो इम्पल्सिभिटी एटेन्सनको प्रब्लमहरू त्यो चाहिँ कसरी बाई बर्थ त्यो कुराहरू चाहिँ त्यसरी नै भनौँ न इट्स मेबी रिलेटेड विथ सम जेनेटिक चेन्जेस अन्डरलाइन होइन अन्डरपिनिङ फ्याक्टर यदि त्यो चेन्जेसहरूले गर्दाखेरि चाहिँ त्यो ब्रेनको चाहिँ त्यो सिस्टम भनौँ न वायरिङमा चाहिँ फरक हार्ड वायर हुन्छ त्यसले गर्दा त्यसले कन्सट्यान्ट ड्राइभ कन्सट्यान्ट इनएटेटिभ सिम्टम्स हाइपर एक्टिभ सिम्टम्स त्यो चिज हुन्छ त्यसले गर्दा चाहिँ इट्स अल रिलेटेड विथ द जेनेटिक चेन्जेस त्यो भनौँ न बाई बर्थको कुराहरूमा चाहिँ त्यसमा एउटा ठ्याक्कै सानो कुरा चाहिँ त्यसमा चाहिँ अब ठ्याक्कै किन हाइपर एक्टिभिटी पनि देखिएको छ भनेर भन्नु
भन्नुभयो नि अथवा कम हुँदा हाइपर एक्टिभिटी अब त्यसलाई चाहिँ यदि सेन्सरी प्रोसेसिङको लेन्सबाट हेर्ने हो भने जस्तै धेरै जसो हाइपर एक्टिभ बच्चाहरूमा चाहिँ जस्तै एकदम चकचक गर्ने हाइपर एक्टिभ बच्चाहरूमा चाहिँ के हुन्छ भने भेस्टिबुलर सिस्टम जुन के अरे वान अफ द मोस्ट इम्पोर्टेन्ट सिस्टम इन आवर बडी भेस्टिबुलर सिस्टम चाहिँ हाइपो अराउजलमा हुन्छ भनेको अब यसरी तपाईँ हाम्रो चाहिँ भेस्टिबुलर सिस्टम यति अराउजलमा छ तर ती बच्चाहरूको चाहिँ भेस्टिबुलर सिस्टम चाहिँ यो अराउजलमा छ भने हाम्रो जतिको अराउजल टिपिकल अराउजल लेभलमा पुग्नको लागि त्यो भेस्टिबुलर सिस्टम चाहिँ मोर एक्टिभ हुनुपर्छ when they move a lot they tends to be like us त्यो तपाईँ हाम्रो लागि चाहिँ हाइपर एक्टिभिटी हो उसको लागि नर्मल तर उसको लागि त्यो नेसेसिटी हो त्यो अराउजलको लेभल त्यसकारण उनीहरू चाहिँ त्यो हाइपर एक्टिभ चाहिँ हाम्रो लेन्सबाट हामीले हेर्दा चाहिँ हाम्रो बिहेभियर चाहिँ हाम्रो भनौँ न अब एउटा टिपिकल मिन्समा हेर्दाखेरि चाहिँ त्यो हाइपर देखिएको हो तर उनीहरूको हिसाबमा चाहिँ त्यति गर्दा बल्ल लेभल हुन्छ कहिलेकाहीँ के हुन्छ सर सेन्सरी प्रोसेसिङ प्रब्लम जुन भन्नुभयो कहिलेकाहीँ हाइपर पनि हुन्छ फेरि उसमा हाइपर सेन्सिटिभको कुरा कहिलेकाहीँ हाम्रो हुन पनि यहाँ उनीहरूको यहाँ हुन्छ त्यसले गर्दाखेरि जस्तै भनौँ न सेन्सरी प्रोसेसिङ गर्दाखेरि जस्तै भिजुअल भनौँ अडिटरी भनौँ त्यो चिजमा पनि त कहिलेकाहीँ इफ यु आर इन हाइपर के हाइपर सेन्सिटिभ त्यो लेभलमा छ भने चाहिँ इभन स्मल सेन्सरी इनपुट क्यान बी भेरी डिस्ट्रेसिङ त्यसले गर्दाखेरि त्योसँग रिलेटेड सिम्टम्सहरू इट्स मेजर सिम्टम हो सो अटिजममा देख्ने वान अफ द लिडिङ कज अफ बिहेभियर प्रब्लम इज सेन्सरी प्रब्लम होइन त्यो त एकदमै चाहिँ हजुरको अहिले चाइल्ड केयर सेक्टरको कुरा गऱ्यो भने म थोरै कनेक्ट गरिहाल्छु त्यस्तो खालको इन्डिभिजुअल डिफ्रेन्सेस र त्योमा चाहिँ जस्तै अब ट्रिगरिङ फ्याक्टर भनौँ न खास गरेर जेनरल टर्ममा त्यो ट्रिगरिङ फ्याक्टरको प्रेजेन्स चाहिँ एकदमै अब्जर्भेबलै हुन्छ जस्तै हामीले चाहिँ देख्न सक्छौँ जस्तै नोइज हुँदा बित्तिकै इमोसनल रेगुलेसन गर्न गाह्रो मान्ने अथवा कहिलेकाहीँ चाहिँ तपाईँको लाइटको कुराहरूमा जस्तै अब डिस्कोले गर्दा त्यो लाइट अलिकति ओभर स्टिमुलेटिङ टाइपको भयो भने चाहिँ अप्ठ्यारो मान्ने बच्चाहरू अथवा नम्बर अफ पिपल इन्भल्भ इन द एक्टिभिटी जस्तै दुईजना मजाले खेलिरहेछ थर्ड मान्छे आउँदा बित्तिकै उसलाई चाहिँ ट्रिगरिङ भयो अनि चाहिँ अप्ठ्यारो रेस्पोन्स गर्ने त्यो चाहिँ बेसी देखिन्छ सरी टु इन्टरप्ट नोइजमा पनि फेरि पर्टिकुलर नोइज हुन्छ कि सबै नोइज अब दाइ सानवीको केसमा हेर्नु न उसलाई बच्चा बोलेको भने बच्चा बोल्ने अरू बच्चा साइडमा बोल्यो अथवा भिडियो कलहरू लागेको छ त्यो पर्टिकुलर नोइजमा एकदमै ट्रिगर हुन्छ नर्मल कुराहरू अब नोइजमा पनि म्युजिकको नोइज फेरि मनपर्ने त्यो म्युजिकमा पनि त्यो पिच आई थिङ्क इट्स बिलोङ्स टु द पिच अफ द नोइज कति डेसिबलको साउन्ड हुन्छ त्यसले म्याटर गर्छ अनि त्यस्तै गरेर त्यो ठ्याक्कै नोइजमा कनेक्ट है त्यो नोइजमा चाहिँ के हुन्छ भन्दा त्यो हामीले चाहिँ धेरै नहेरेको कुरा चाहिँ यो ट्रमा सेन्सरी ओभरलोडको कारणले लामो समयसम्म चाहिँ ओभरलोड हुँदा चाहिँ त्यहाँ चाहिँ ट्रोमाटिक इभेन्टमा क्रिएट गर्यो अनि when they hear that noise the trauma brain kicks off and then the brain is अब त्यो बच्चाहरू आफैमा फाइट एन्ड फ्लाइटमा जान्छ द्याट्स द रेस्पोन्स भने पछाडि त्यसलाई चाहिँ हामीले यससँग रिलेट गर्ने हो भने त्यो स्थितिमा चाहिँ उनीहरूले रेड ब्रेन अब यो पिक्चरको कुरा गर्नु भनेपछि मिड ब्रेन चाहिँ एक्टिभेट भइहाल्छ त्यस्तो खालको ट्रिगरिङ सिचुएसन आउँदा त्यति बेला चाहिँ कम्युनिटी प्रोसेसिङ काइन्ड अफ लो अथवा सटडाउन अथवा भन्न सकिन्छ कि त्यो अझै अलि किनकि त्यो ट्रमा भनेको त फेरि त्यो त्यहाँ पनि पुग्दैन ट्रमा त तलको ब्रेनमा ब्रेन स्टेमले नै ब्रेन स्टेममा ट्रमा त तल सर्भाइभल मोडमै जाने भयो अनि अर्को चाहिँ मलाई यो सँग चाहिँ ठ्याक्कै ड्यान सिगरको अपस्टेयर एन्ड डाउनस्टेयर ब्रेनसँग जोड्न मन लाग्छ कि त्यो निलो भनेको चाहिँ अपस्टेयर ब्रेन होइन अनि त्यो निलोदेखि तल भनेको चाहिँ डाउनस्टेयर ब्रेन अनि when that red part goes चाहिँ fall down अनि the upstairs brain doesn't get the signal एक्ज्याक्टली हैन त्यही ठ्याक्कै म चाहिँ आउन खोजेकै त्यही थिएँ अब अर्कै छ भने थपाउनु मलाई यो चाहिँ एक्टिभेट हुँदाखेरि एकदमै छिटो एक्टिभेट हुने तर चाहिँ सटडाउन हुन टाइम लाग्ने हो सो बिकज अफ मलाई कस्तो लाग्छ भने तर त्यो ट्रिगरले मेल्टडाउन एकदमै छिटो आउँछ र मेल्टडाउनलाई सेटल गर्न एकदम टाइम लाग्छ Why is this?
मेल्टडाउन अब मेल्टडाउनलाई सेटल गर्नलाई त उता फाइट र फ्रिज मोडमा गइसक्यो नि इट टेक्स टाइम टु रिबिल्ड द्याट कनेक्सन अगेन के त्यो जस्तै त्यो ल्याडर सम्झिने भने त्यहाँ ल्याडरलाई फेरि उठाउनु पऱ्यो नि त इट टेक्स टाइम अब फेरि त्यो चाहिँ कति सिभियर कति चाहिँ इन्टेन्समा छ भन्ने पनि फरक पर्छ इट्स इन्डिभिजुअल बेस कति तिनीहरू कोप गर्ने स्ट्राटेजीहरू सिक्न सकेका छन् उनीहरूको कग्नेटिभ लेभल अनि अन्डरस्ट्यान्डिङ लेभलमा पनि फरक पर्न सक्छ त्यस्तो कुरामा जेनरलाइज गर्न सकिन्छ त मान्छे छिटो ट्रिगरले चाहिँ छिटो मेल्टडाउन हुने तर काम हुन बढी टाइम लाग्ने भन्ने त्यो जेनरलाइज गर्न सकिन्छ कि वास्तवमा इट इज हेभिली इन्टु द इन्डिभिजुअल इन्डिभिजुअल डिफरेन्स हुँदैछ कुनै कुरा जस्तै मलाई कुनै चिज ट्रिगर भयो भने मैले त्यसलाई उयो गर्ने सजेसनमा आई क्यान बी दोस्रो सेकेन्ड पर्सनले चाहिँ टाइम लाग्न सक्छ इट्स अल इन्डिभिजुअल डिफरेन्स त्यो चाहिँ खास हाम्रो लाइफमा धेरै म्याटर गर्छ होला कि जस्तै हुन्छ नि अब धेरै चिजहरूसँग एक्सपोज भइन्छ अब हठात रिस उठ्यो हामीले तातो रिस उठ्यो भने जस्तो तातो रिस उठ्यो तर छिटै सेलायो भने चाहिँ खासै गाह्रो भएन दिनभरिलाई ह्याङ हुन्न तर अस्ति भएको इभेन्टले आजसम्म टाउको दुखायो भन्दा त्यो चाहिँ त्यसमा चाहिँ उनीहरू कतिको सेफ फिल गरिरहेका छन् तपाईँ हामी कहिलेकाहीँ चाहिँ मलाई के लाग्छ भन्दाखेरि नि हामी टु मच फोकस अन चाहिँ न्युरो डाइभर्स भनेर के तर हामीले जेनरल पपुलेसनले के गर्छ भन्ने नै बिर्सिन्छ जस्तो लाग्छ कहिलेकाहीँ सो मेनी पिपल दे कान्ट कन्ट्रोल देयर इमोसन Even the us, हामी पनि त कहिले काहीँ इमोसनल रेगुलेसनमा जान्छ त्यही कुरामा चाहिँ जस्तै हजुरको त्यो उही अब अहिले चाहिँ स्पेक्ट्रमको कुरा अलिकति ठिकै छ भनौँ एउटा यही खालको स्पेक्ट्रममा राख्ने कुरा नै हो यो अझ त्यसलाई चाहिँ अझै इलाबोरेट गरेर 15 पोइन्ट अथवा 20 पोइन्टको बनायो भने त हामी पनि अब भनौँ न एउटा टिपिकल डेभलपिङ बच्चाहरूको पनि फेरि छुट्टै खालको एउटा बक्स बन्छ है एकदम लेभल 3 अटिस्टिक बच्चाहरू त्यहाँ हुन्छ भने टिपिकली डेभलपिङ पनि काहीँ त हुन्छ ग्राउन्डमै हुने कुरो त भएन किनकि आफ्नो टिपिकल डेभलपिङको पनि ट्रिगर हुन्छ उसलाई पनि अब इमोसनल फ्लक्चुएसन हुन्छ काम डाउन हुने टाइम लाग्छ त्यो छँदैछ नि त त्यो पनि हुन्छ के अरे as long as they are functional भन्छ कि अफ कोर्स एभ्रिथिङ इज इन स्पेक्ट्रम भन्ने कुरा हो देयर इज नथिङ लाइक ब्ल्याक एन्ड व्हाइट सो स्पेक्ट्रम द वे भनौँ न हाम्रो मोटर स्किल्स होइन फाइन मोटर स्किल्स हाम्रो ल्याङ्ग्वेज सोसियल कग्निटिभ अल स्पेक्ट्रम अनि त्यो स्पेक्ट्रम हामी कहाँ छौँ भन्ने मात्रै हो एउटा नम्बर रिच गऱ्यो भने चाहिँ दिस इज ASD भनेर चाहिँ हामीले लेभल स्पेक्ट्रम तर त्यो स्कोर कति छ त्यो लेभल अफ त्यो स्पेक्ट्रममा कहाँ फल गर्छ भन्ने मात्रै कुरा अनि फेरि ती हामी हायर स्पेक्ट्रममा भन्ने हामीहरू चाहिँ whether we go through this assessment process or not अनि यो चाहिँ भेरी इन्ट्रेस्टिङ कन्सेप्ट किनकि अनि भर्खर म चाहिँ मेरो छोरीसँग ठुलो छोरीसँग कुरा गरेको थिएँ अब 14 भएको चाहिँ अहिले कुरा गरेको थिएँ हामी अनि उसले भन्छ ड्याडी यो राइट र रङ भन्ने कुरा पनि वास्तवमा केही छैन कि दिस इज द पर्सपेक्टिभ होइन किनकि हामी दुईवटा वाइल्ड लाइफ सँगै राख्यौँ भने पनि वी क्यान सी सम भेरिएसन त्यस कारणले गर्दाखेरि कम्पेरेटिभ फर्ममै भन्यो भने सजिलो हुन्छ भन्थ्यो बच्चाले हजुरले भनेको यो यहाँनिरको पार्ट चाहिँ मैले उसलाई खोजेर पनि यो सुनाउँछु वास्तवमा यो हामीले बुझ्नुपर्ने चाहिँ इन्ट्रियो छ किनकि अब अर्को चाहिँ हामीले हेर्ने चाहिँ त्यो थ्योरी अफ माइन्ड त्यो त्यसमा चाहिँ सटल रूपमा हामीले चाहिँ न्युरो डाइभर्स पपुलेसनमा चाहिँ अलिकति डिफिकल्ट भएको चाहिँ पाउँछौँ त्यो थ्योरी अफ माइन्डलाई फेरि पनि कसरी हेर्ने भन्ने हो फेरि एक्सपेक्टेड भने मैले जे गरिरहेको छु मैले त्यो चाहिँ हाम्रो डाक्टर साहबले हेर्दाखेरि चाहिँ जीवनाथले यही गरिरहेछ भन्ने कुरा चाहिँ पर्सिभ गर्न सक्नुभयो भने एक्सेप्टेन्स पनि होला हामीले कुनै कुरालाई नर्मल रूपमा लिन्छौँ कुनै कुरालाई लिँदैनौँ अथवा चाहिँ इन जेनरल पपुलेसनले त्यो कुरा भनेको त्यही हो भन्ने कुरा चाहिँ बुझ्यो भने होइन यो चाहिँ संसारले यसरी नै बुझ्छ भन्ने कुरा भयो होइन त्यहाँनिर चाहिँ त्यो थ्योरी अफ माइन्ड चाहिँ अलिकति गाह्रो हुन्छ अरूको पर्सपेक्टिभबाट चाहिँ विचार गर्ने कुराहरू छ अलिकति यसमा हजुरले अरू केही थप्नु जरुरत छ जस्तै हजुरको अहिलेको स्थितिमा हेर्दाखेरि न्युरल कनेक्सनको कुराहरू अथवा त्यसको भेरिएसनले गर्दाखेरि ल्याउने अप्ठ्यारोको कुराहरू भयो अथवा अरू केही न्युरो डाइभर्सिटीलाई इम्प्याक्ट गर्ने फ्याक्टरहरू यो हुनसक्छ भने केही छ त्यस्तो जो कि अहिलेको लेटेस्ट कुराले चाहिँ
यो चाहिँ नयाँ आयो है, यो हामीले चाहिँ हेरेको थिएन भन्ने खालको हामी कुरा गरेको थियौँ। जस्तै हजुरको अहिले हेऱ्यो भने फेटल अल्कोहल सिम्टमको कुराहरू चाहिँ अहिले बिहेभियरमा एकदमै बेसी अहिले हाम्रो चाहे अर्ली चाइल्डहुड सेक्टरमा भन्यो भने एउटा ठुलो वान अफ द बिग चङ्क के बच्चाहरूको चाहिँ व्यवहारको कुराहरूमा। अनि पछाडि त्यस्तै गरी अब अल्कोहलको ठाउँमा ड्रग्स राख्यो भने त्यस्तै खालको स्थिति छ। त्यस्तै अहिले चाहिँ यो कुरा चाहिँ नयाँ छ है भन्ने खालको। जस्तै हामीले अहिले सुन्ने एडहरूको कुरा सुन्यो भने जस्तै पहिला भन्यो भने प्यारेन्टिङ इज भेरी इम्पोर्टेन्ट भन्ने कुरा मानौँ कि बच्चा जन्मे पछाडि अब चेन्नईमा घोप्टेर लानुपर्छ भने जस्तो अलिकति ध्यान दिनुपर्छ भन्ने थियो। अहिले चाहिँ इफ यु प्लानिङ यो बेबी युनिट स्टार्ट थिङ्क नाउ भन्ने खालको कि जस्तै ड्रिङ्किङको कुराहरूमा अथवा स्मोकिङको कुराहरूमा त्यहाँबाट सोच है भन्ने खालको। अनि कहिले चाहिँ एड हेरेको थिएँ होइन महिलाहरूले चाहिँ बच्चा कन्सिभ गर्ने बेलामा सोचे हुन्छ केटाले त जन्मेदेखि नै सोच्नुपर्छ किनकि सबै चाहिँ आउँछ भन्ने खालको। थाहा छैन अब जेन्डर बायस प्रेसर दिन खोजिया हो कि अब रियालिटी हो त्यस्तो केही छ डाक्टर साहब चाहिँ हामीले ध्यान दिनुपर्ने कुरामा अथवा यो चाहिँ नयाँ आयो है भन्ने छ कि? नयाँ भनेर त्यस्तो नयाँ त्यस्तो छैन, अल हाइपोथेसिस होइन। इट्स अल रिलेटेड विथ रिस्क फ्याक्टर्स अटिजम होइन। मेन अन्डरपिनिङ मेजर भनेको चाहिँ जेनेटिक अन्डरलाइन जेनेटिक चेन्जेस हो होइन। देयर इज नथिङ सब्सटेन्सियल त्यो यो चाहिँ जेनेटिक चेन्जले गर्दाखेरि यो हुन्छ भनेको पनि छैन। देयर आर मोर देन 1000 जिन्स होइन अहिले चाहिँ आइडेन्टिफाई भएको छ। देयर आर रिलेटेड विथ एएसटी रिलेटेड सिम्टम्स बट नथिङ जस्तै हाम्रो डाउन सिन्ड्रोममा चाहिँ ट्राइसोमी 21 हुन्छ भने जस्तो केही पनि छैन होइन। सो अन्डरपिनिङ फ्याक्टर इज जिन द चेन्जेस होइन। अरू चाहिँ अब अहिले पनि इट्स अल हाइपोथेसिस मल्टिपल रिस्क फ्याक्टर्सहरू छ यसमा एसोसिएटेड। त्यो चिजलाई चाहिँ सकेसम्म चाहिँ नलिफाई गर्ने प्रयास हो कि जस्तै प्रेग्नेन्सी रिलेटेड प्रब्लम्सहरू भयो, बर्थ प्रोसेसको प्रब्लमहरू अथवा पोस्ट नेटल डेजहरूमा हुने इभेन्ट्सहरूलाई कसरी चाहिँ हामीले त्यसलाई कन्ट्रोल गर्न सक्छौँ भन्ने कुराहरू नै हो कि मेन बेसिकली। सो अहिले भने जस्तै प्रेग्नेन्सीमा अल्कोहलको कुरा भयो होइन, मेन्टल हेल्थ इस्युजको कुराहरू चाहिँ प्रेग्नेन्सीमा द्याट क्यान लिङ्क विथ एएसटी सिम्टम्स भन्ने छ। अब त्यो चाहिँ कस्तो रिसर्चबाट दिस इज यो भन्ने छैन, इट्स अल रिस्क फ्याक्टर्स। त्यस्तै कन्याडल इन्फेक्सन्सको कुरा छ, प्रिमेच्युरिटीको कुराहरू छ होइन। कति कुरा इन्भाइरोमेन्टल एक्सपोजर जस्तै टक्सिन्सहरू हरेक कुराहरू छ नि। यो चिज मेडिकेसन्स ड्युरिङ प्रेग्नेन्सी यो सबै कुराहरूले रोल प्ले गर्ने हो। प्रिमेच्युरिटी अर्को रिस्क फ्याक्टर्स होइन। यसरी चाहिँ यो चिजहरू छ तर नयाँ यो चाहिँ है दिस इज भन्ने चाहिँ अहिले मैले आइएम नट अवेर अफ यो चिज चाहिँ यो चाहिँ हुन्छ भन्ने कुराहरू यसलाई चाहिँ एभोइड गरौँ, एभोइड सबै कुराहरू प्रिभेन्ट गरौँ भनेको। त्योबाट चाहिँ सकिन्छ भने यी सबै कुराहरू चाहिँ वी ट्राई टु मिनिमाइज दोज इम्प्याक्ट अफ अल दोज रिस्क फ्याक्टर्सहरू यो कुराहरू त्यो गर्ने हो। ठ्याक्कै अन्तिममा आउँदा चाहिँ कन्ट्रोल त कन्ट्रोलेबल भने जस्तो। जस्तै अब चाहिँ यो कुराहरूले डाइरेक्टली कन्ट्रिब्युट गर्छ कि गर्दैन चाहिँ रिसर्च प्रुभन छैन, तर पनि हामी कन्ट्रोल गर्न सक्छौँ लेट्स ट्राई द्याट। तर अनफर्चुनेटली अब जेनेटिक्सले चाहिँ असर गर्छ भन्ने थाहा छ तर वी क्यानट कन्ट्रोल इट। डोन्ट ह्याभ कन्ट्रोल। कस्तो भने अल जेनेटिक भने इपिजेनेटिक चेन्जेसहरू धेरै जुन चाहिँ इपिजेनेटिक चेन्जेसहरू चाहिँ यु कान्ट आइडेन्टिफाई फ्रम जेनेटिक सिक्वेन्सिङ होइन। जिन सिक्वेन्सिङ गर्दाखेरि त्यो देखिँदैन कि मिथाइलेसनहरू भयो यो चिजहरू। जिन त ठिकै देखिन्छ तर अन टप अफ द्याट देयर इज सम एक्स्ट्रा चिज त्यहाँ जोडिसकेको हुन्छ। द्याट्स अ जेनेरेसनल थिङ हो कि त्यो चाहिँ होइन। जस्तै त्यो चाहिँ यो पहिलेदेखि नै यो एकुमुलेट हुँदै हुँदै यो जेनेटिक यो सटल चेन्जेसहरू आउँछ जुन चाहिँ जेनेटिक। त्यही भएर चाहिँ जस्तै अब यहाँ अस्ट्रेलियामा त म हेर्दाखेरि हरेक 38 वर्षलाई क्रोमोजोम माइक्रोएरे क्रोमोजोम माइक्रोएरे गर्छन्। अब त्यो चिज गर्दाखेरि देखिँदैन कि धेरै छ इल इज जस्ट 10 to 20%। अनि त्यसले गर्दाखेरि के भने त्यो नदेखेको कारणले त्यो इपिजेनेटिक चेन्ज देख्यो भने छ भने देखिँदैन कि। त्यसले गर्दाखेरि त्यसले अहिलेको भनौँ करेन्ट उसमा चाहिँ इपिजेनेटिक स्टडिजहरू चेन्जेसहरू इज भेरी सिग्निफिकेन्ट होइन। द्याट कुड बी अ फ्याक्टर द्याट लेड टु द डेभलपमेन्टल इस्युज इन चिल्ड्रेन। त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ इट्स मोर अफ अ जेनेरेसन इयर्स एन्ड इयर्स अफ त्यो चिजहरूले गर्दाखेरि चाहिँ त्यो चेन्ज अनि अहिले आएर त्यो चिज भए हुनसक्छ है कुराहरू। ठ्याक्कै म त्यसमा ठ्याक्कै जाँदाखेरि चाहिँ यो डाक्टर साहबले चाहिँ अब इपिजेनेटिक चेन्जेस भन्नुभयो नि, मैले मेरो बाबुको चाहिँ इपिजेनेटिक चेन्जेसहरूको चाहिँ स्टडी गराएको छु कि। दे टेन्स टु लुक एट 700 चाहिँ सिङ्गल न्युक्लियोटाइड SNPs and it is related to ADHD, ASD
तपाईँको न्युरोट्रान्समिटर रिलेटेड टु इन्फ्लामेसन रिलेटेड टु मेटाबोलिजम वी क्यान क्लासिफाई अनि त्यसपछि त्यो चेन्जेसहरूमा चाहिँ एन्ड देन आई हेभ डन माई इन्टु एन्ड माई वाइफ वी हेभ अल डन दिस द अटिस्टिक जिन मेरो ठिक छ होइन त्यसमा समस्या छैन मेरो बाबुकोमा एउटा समस्या छ इपिजेनेटिक चेन्जेस छ एडिएचडी जिनमा मेरो समस्या छैन एडिएचडी जिनमा उसको समस्या छ होइन त्यो IL-6 interleukin 6 I don't have an issue but he has त्यो चाहिँ एउटा त्यो अहिले जुन प्रोटिनको कुरा गर्यो प्रोटिन चाहिँ हेर्न मिल्छ अहिले चाहिँ हामीले अमेरिकामा गराएको टेस्ट हो we can do and then now they can do whole genome sequencing now it is available in Australia private practice मा चाहिँ पाइन्छ we can do that too अनि त्यस्तो गर्दाखेरि चाहिँ there are lots of things we can not substantiate but hypothesize हैन अनि त्यसो गर्दाखेरि चाहिँ त्यो चाहिँ हामी गर्न सकिन्छ अनि त्यो सँगसँगै चाहिँ अर्को ठ्याक्कै डाक्टर साहबले त्यो क्याटेगोराइज गर्ने हाइपोथेसिसकै क्याटेगोराइज गर्दाखेरि चाहिँ एउटा जेनेटिक अर्को मेटाबोलिक र अर्को इन्भाइरोमेन्टललाई चाहिँ हामीले तीनटा क्याटेगोराइजमा चाहिँ हाइपोथेसाइज गर्न सकिन्छ र डाक्टर साहबले भन्नुभएको जेनेटिक्स त भइहाल्यो अर्को चाहिँ मेटाबोलिक जस्तै इन्टरलुकिनको कुरा आयो त्यस्तै गरेर MTHFR जिनको कुरा आयो होइन मेथाइलेसन जिनको कुरा आयो त्यो चाहिँ मेटाबोलिकतिर जाने कुरा अनि इन्भाइरोमेन्टलमा चाहिँ टक्सिन फङ्गाईको कुरा गर्नु थियो नि घरमा फङ्गाईको त्यो चाहिँ अर्को म फेरि आउँछु त्यो फङ्गाई पनि भयो फङ्गस पनि भयो अर्को चाहिँ टक्सिनलाई बाइन्ड गरेर निकाल्न सक्ने जिन चाहिँ लो एक्टिभ छ कि छैन अथवा चाहिँ राम्रोसँग चाहिँ त्यसले काम गरिरहेको छ कि छैन यदि त्यो टक्सिनलाई बाइन्ड गर्ने जुन ग्लुकाथाइन निकाल्न सक्ने जिन चाहिँ एन्टिअक्सिडेन्ट निकाल्ने जिन चाहिँ कम छ भने दे टेन्स टु अकुमुलेट द टक्सिन द्याट दे निड टु त्यस्तो हुन्छ there are so many things and we can hypothesize so means epigenetics is saying structure like doesn't make any effect in the gene structure but how it change गर्ने चाहिँ त्यो जिनले कसरी फङ्सन गर्छ भन्ने चाहिँ त्यो भनेको चाहिँ ठ्याक्कै सफ्टवेयर चाहिँ त्यो सफ्टवेयर भाइरस गरेर बसाइआएको छ एक्ज्याक्टली भाइरसहरू त्यहाँ राखेपछि केही चल्दैन नि त्यस्तो जसलाई भाइरस त्यो यो न्युरोनको कुरा गर्दाखेरि मलाई एउटा कुरा के अब हाम्रो नेप्लिज इन्डियन स्पेसल्ली हाम्रो कम्युनिटीमा स्टिम सेल थेरापीले अटिजमलाई ट्रिटमेन्ट गर्छ भनेर दाइले पनि स्टिम सेल थेरापी गर्नुभएको थियो मैले चाहिँ गरिनँ है तर कति धेरै पेरेन्ट्सहरू इन्डियामा गएर स्टिम सेल थेरापी पनि गर्नुभएको छ कि अटिस्टिक बच्चाहरूको पेरेन्ट्सहरू त्यसमा चाहिँ मेबी डक्टरको कुरा के छ हजुर के छ यसो छ अब अटिजमको चाहिँ अब यो कज यो भन्ने पनि थाहा छैन वी डोन्ट नो द कज एन्ड वी डोन्ट नो द ट्रिटमेन्ट कज थाहा हुन्छ कज ट्रिटमेन्ट भन्ने पनि छैन सो देयर इज अहिले कम छ स्टेम सेल ट्रान्सप्लान्टेसन भनेर चाहिँ धेरै कुराहरू पनि भए देयर इज अब त्यो इट्स नट अ स्ट्यान्डर्ड ट्रिटमेन्ट थिङ द्याट्स बिन एडभाइस मैले पनि यहाँ पनि गर्दैन होला सो द्याट्स इट्स नट अ रिकमेन्डेड थिङ स्टेम सेल ट्रान्सप्लान्टेसन रिकमेन्डेसन त्यसको आफ्नै रिस्कहरू छ होइन इट्स अ मोर अफ ए त्यो टाइममा चाहिँ इन्डियामा चाहिँ इट्स अ मोर अफ ए बिजनेस इट्स अ काइन्ड अफ बक्स होइन मान्छेहरूलाई चाहिँ डेभलपिङ कन्ट्रिजबाट एजेन्टहरू राखेरै मान्छे बोलाउँथ्यो होइन अब त्यो त्यसको आफ्नै रोल छ स्टेम सेल ट्रान्सप्लान्ट गर्ने कन्डिसनहरू हुन्छ उनमा चाहिँ होइन मेनी कन्डिसन्स यु क्यान डु स्टेम सेल ट्रान्सप्लान्टेसन मान्छेहरूले चाहिँ ओके यो गर्न सजिलो पनि भनौँ रिलेटिभली अलिकति भनेपछि यसलाई ट्राई गरेर हेरौँ त काम गर्छ कि भने आएको छ यु क्यान ट्राईको रूपमा चाहिँ त्यो माहौल क्रिएट भयो कि त्यो माहौल क्रिएट भयो होइन तर त्यो इट्स नट अ स्ट्यान्डर्ड ट्रिटमेन्ट थिङ रिसर्च प्रुभन हो यसको रिजल्ट छ भन्नुभन्दा पनि लेट्स ट्राई इट आउट भयो भने भइहाल्यो त्यसमा चाहिँ यसको रिसर्चबाट प्रुभ भएको कुरा चाहिँ होइन त्यो कुरा चाहिँ होइन कोही पनि गर्दैन थियो अब त्यो त्यस्तो चिज छ अब अहिले इन्डियामा पनि इन्डियन एकाडेमी अफ पेडियाट्रिक्सले चाहिँ दे हेभ ब्यान्ड होइन तिनीहरूले चाहिँ त्यो ब्यान गराएको छ त्यो गर्नु त्यो इट्स इलिगल भनेर भनेको छ उनीहरूले आइयुले चाहिँ
रिसर्च बाहेक अरू गर्न नपाइने अनि यहाँको पेरेन्ट्सहरूमा चाहिँ कस्तो छ भने एज अ बिङ अ पेरेन्ट्स भन्दाखेरि होइन कति नेपालमा भन्दा यहाँ अस्ट्रेलियामा डेभलपिङ कन्ट्रीमा अटिजम बढी छ भनेर भन्ने हामीलाई पनि बिलिभ लाग्छ अनि यहाँको भ्याक्सिनेसन स्पेसली एमएमआर भ्याक्सिन लगाएपछि डिटोरिएट हुँदै गएको त्यो सिम्टममा चाहिँ अटिस्टिक स्लोली बच्चा अटिस्टिक गएको भन्ने पनि कन्सेप्ट छ कि हामी जस्तो एसियन पेरेन्ट्सहरूलाई अस्ट्रेलियन भ्याक्सिनेसनमा प्रब्लम छ जस्तै यो भेरी सब्जेक्टिभ पर्सपेक्टिभ राख्दैछु मैले प्लिज करेक्ट मी होइन अब मैले पनि जस्तै अब चाइल्ड सेक्टरमा काम गर्ने हुँदाखेरि चाहिँ जस्तै 2 वर्षसम्म चाहिँ बच्चाहरू नर्मल्ली बिहेभिङ होइन जस्तै अब कुन लेभलको बिहेभियर हेर्न मिल्छ त्यो कुरा छुट्टै भयो अनि 2 वर्षको खोप लगाइसके पछाडि चाहिँ उनीहरू ग्रेजुअल्ली गाह्रो भएको अथवा त्यस पछाडि चाहिँ अलिकता यो सिम्टम्सहरू देखिएको हो कि भन्ने खालको चाहिँ मैले पर्सनल्ली 4-5 जना फ्यामिलीहरू भेटेर कुरा पनि गरेको छु तर अहिले सोच्दाखेरि चाहिँ फेरि अब त्यसको काउन्टर साइड भनौँ कि अर्को पक्षमा हेर्दाखेरि चाहिँ कति बेला चाहिँ यो ब्रेनको पार्टको डेभलपमेन्टको कुराहरू हुन्छ र कति बेला त्यसले कन्ट्रोल गर्ने व्यवहारहरू देखिन्छ भनेर हेर्ने हो भने 2 वर्षसम्म त प्रभावले हामीले वी क्यान सी मोर अफ मिड ब्रेन फङ्सनको कुराहरू देख्छौँ है इमोसनल चाहिँ एक्सपिरियन्सहरू बढी देख्छौँ अथवा मान्छेहरूले बच्चाहरूले त्योमा चाहिँ बढी रेस्पोन्सिभ भएको देखिन्छ जब ग्रेजुअल्ली चाहिँ कोर्टेक्सको एक्टिभिटी आउन थाल्छ अथवा त्यहाँ जान्छ त्यो बेलामा चाहिँ गाह्रो भएको भएर त्यो खोपसँगको कुरा चाहिँ एउटा थट मात्रै हो कि अथवा खोप लाउनु र नलाउनु एउटा कुरा भयो तर डेभलपमेन्टल स्टेजले नै वास्तवमा सिम्टम्स देखिने बेलाहरू नर्मली आफ्टर 3 हो भन्ने हो कि त्यसमा के छ त्यसमा केही छ कि त्यो पनि फेरि त्यसमा पनि अब यो जुन भ्याक्सिनसँग त यो फल्स बिलिफ हो होइन भ्याक्सिन लगाए एमएमआर लगाएपछि एएससी सिम्टम्स देखिन्छ भन्ने इट्स अ फल्स थिङ स्टडिजबाट पहिला त्यो प्रुभ पनि भइसकेको छ यसले होइन भन्ने कस्तो हुन्छ भने अटिजमको चाहिँ वान अफ द क्लासिक प्रेजेन्टेसन भनौँ न यो डेभलपमेन्टल रिग्रेसन हो अलमोस्ट 1/3 अफ द पेसेन्ट्स विथ एएसडी दे रिग्रेसन हुन्छ क्या ल्याङ्ग्वेज अलिअलि कस्तो हुन्छ भने 1 वर्ष हुन्छ 15-16 महिना हुन्छ एउटा 3-4 वर्ड बोल्न थाले हुन्छ अनि टिपिकल एज फर रिग्रेसन इज 18 to 24 months अनि देन त्यो एएसडीको रिग्रेसन हुने बच्चाहरूमा चाहिँ त्यो सिम्टम्स ठ्याक्क हुन्छ त्यो मान्छेले चाहिँ त्यो टेम्पोरल त्यो उ गर्न थाल्यो त्यसपछि रिलेट गर्दा चाहिँ ए सुई लाग्यो अनि चाहिँ मेरो बच्चा कमजोर त्यसले गर्दा त्योसँग रिलेटेड त्यो चाहिँ भनौँ भ्याक्सिनले गरेको चिज चाहिँ होइन त्यो यसमा त ठुलो इस्यु भयो नि इङ्ल्यान्डमा चाहिँ एउटा जेनरल के जिएमसी नै उ गर्यो त्यो जसले चाहिँ भ्याक्सिनले गर्दाखेरि चाहिँ एमएमआर लगाएपछि एएसडी भयो भनेर चाहिँ जुन पब्लिकेसन गर्यो त्यो बेलामा त्यो पछि त्यसलाई डिस्प्रुभ गर्दाखेरि त्यो फल्स त्यो स्टेटमेन्टमा आयो भनेर उसको जेनरल रेजिस्ट्रेसन नै किनकि यस्तो कुराले चाहिँ अब फल्स इन्फर्मेसन गयो किनकि भेरी हेभी टपिक त्यसमा पनि अब मान्छेहरूले त भनौँ न अब हेर्दाखेरि सामान्य लेमन आइमा हेर्दाखेरि चाहिँ लगभग त्यस्तै देखिने भने कि जस्तै अब टिपिकली त्यो एजमा जाँदाखेरि सिम्टम्स देखिन्छ भन्ने बिलिभ भयो प्लस सुई त्यति बेला लाग्यो त्यस पछाडि यस्तो भयो भन्ने खालको चाहिँ बिलिभ भयो एकदम म तपाईँलाई एउटा एन्डोटल एक्सपिरियन्स दिन्छु जस्तै सिडनीमा चाहिँ एउटा इन्डियन प्यारेन्ट छ सी हेज थ्री किड्स फर्स्ट किड she experienced ASD. Second case, she was thinking it is because of vaccine, so she gave it to the second case. Second kid पनि ASD. The third case, यहाँ किनकि अस्ट्रेलियामा त त्यो नराखेको गर्नु भयो नि उसले चाहिँ बच्चा जन्मिने बित्तिकै इन्डिया लगेर भ्याक्सिन दिएन कि दिएन सी लुक्स बिग नर्मल टिपिकल तर त्यो फेरि अब यसलाई चाहिँ मैले कसरी एनालिसिस गरेँ भने नि त्यसलाई यसको जुन डाइरेक्ट लिङ्क त नहोला तर जुन रिस्क फ्याक्टरहरू छन् हामीले जुन डिटक्सको रिस्क फ्याक्टर भन्यौँ इम्युनिटीका रिस्क एपिजेनेटिक चेन्जेसहरू भन्यौँ यी सबै कुराहरू आउँदै गर्दा मेबी द्याट भ्याक्सिन माइट ह्याभ सम रोल टु के भन्छ त्यसलाई चाहिँ त्यो उसको इम्युनिटीमा
चाहिँ केही रोल हुन सक्ला इन द इयर इट इज नट डाइरेक्टली रिलेटेड बट इन द इयर द्याट इज द वान चाहिँ एक्सपिरियन्स आई समन सेयर विथ मी तर म आफैमा चाहिँ फेरि होइन मेरो पर्सनल बिलिफ चाहिँ भ्याक्सिनले चाहिँ गर्दैन भन्ने चाहिँ छ अप्ठ्यारो चाहिँ के हुँदैछ र भने यो कुरा मैले सरी काटेँ प्लिज एउटा कुन भ्याक्सिन एमआरआर हो कि कुन भ्याक्सिन चाहिँ मर्क्युरी हुन्छ अरे कि त्यसले चाहिँ ब्रेनको ग्रोथमा ह्याम्पर गरिदिन्छ अरे कि आई मिन बदर गर्छ अरे कि त्यो मर्क्युरी लाइक अब थर्मोमिटरको मर्क्युरी जस्तो एउटा भ्याक्सिनमा मर्क्युरी हुन्छ अनि त्यसले चाहिँ ब्रेनको डेभलपमेन्टमा चाहिँ होइन त्यस्तो छैन त्यस्तो छैन त्यो अब यो सबै यो हियर एन्ड से कुराहरू हो त्यसरी त्यो मर्क्युरी त्यो गर्ने टक्सिक लेभल त्यसरी राख्दैन भ्याक्सिनहरूमा त्यही भएर चाहिँ त्यो हो यो इन्ट्रेस्टिङ चाहिँ कस्तो भने जस्तै अब यो केस स्टडीहरू हेर्दाखेरि जस्तै एउटा अथवा दुईवटा मात्रै इक्जाम्पल हेरेर मात्रै जेनरलाइज गर्न पऱ्यो भने एकदमै अप्ठ्यारो किनकि यो यति सेन्सिटिभ कुरा छ कि हजारौँ मान्छेहरू ठ्याक्कै त्यही खालको इन्भाइरोमेन्टल कन्ट्रोल ट्रायल टाइपको भनौँ न त्यो खालको चाहिँ अरू भेरिएसनहरू केही पनि नभएको त्यही खोप लाउने र नलाउने मात्रै केस भएर हेर्न पाएको भए चाहिँ रिजल्ट मोर रिलायबल हुन्थ्यो होला तर अप्ठ्यारो चाहिँ के भन्छ जस्तै हजुरको जस्तै अहिलेको इक्जाम्पलमा हालेर थर्ड बच्चाले चाहिँ सुई लाएन इन्डिया गएर ग्रोन भयो अनि पछाडि त्यो भयो अथवा त्यसले फोर्थ बच्चा पाइदिएर निडल लिएर इन्डिया गएर बसेको भए देखिन्थ्यो यस्तो टपिकहरूमा रिसर्च गर्न यति डिफिकल्ट यति धेरै कन्फाउन्डिङ फ्याक्टरहरू त्यसले गर्दाखेरि यु कान्ट यो चिज यो भने यति धेरै कन्फाउन्ड हुन्छ कुनै पनि बच्चाको डेभलपमेन्टलाई यतिवटा फ्याक्टरले इम्प्याक्ट गर्छ होइन त्यसले गर्दाखेरि चाहिँ त्यसलाई ठ्याक्कै यसले गरे अब भन्नलाई गाह्रो छ फेरि त्यो उहाँ चाहिँ त्यो फ्यामिली इन्डिया नगएर भ्याक्सिनै लाएर हिँडिबसेको भए पनि त अटिजम नहुनु पनि त सक्थ्यो अथवा नलाएर बसेर के मलाई कस्तो लाग्छ भने बच्चा जन्मेपछि देयर इज अ 50% चान्स अफ अटिस्टिक हुने र नहुनेमा के मलाई त्यस्तो फिल हुन त हामी अटिजमको कुरा गर्छौँ संसारमा अरू कतिको डिसेबिलिटी डिफ्रेन्ट हामी कुरा गरेको थियौँ उहाँसँग हजुर आउनुभन्दा अगाडि चाहिँ मैले मेरो चाहिँ पिएचडी अलिक लामै टाइम लियो झन्डै 6 वर्ष क्रस भयो के भन्छ सुरुमा चाहिँ मैले डेटा कलेक्सन गरेर गएको छ जस्तै हजुरको च्यालेन्जिङ नर्मल्ली भनौँ एउटा चाहिँ तपाईँको न्युरोडाइभर्सलाई इन्क्लुड गरेर पनि र प्लस अरू बिहेभियरल केसहरूलाई पनि हेर्दाखेरि नर्मल्ली 10 to 15% चाहिँ नर्मल स्ट्यान्डर्ड कम्युनिटी ब्याकग्राउन्डमा अनि चाहिँ 15 to up to 25 जान सक्छ भेरी लो सोसियो इकोनोमिक चाहिँ एकदमै भेरी लो हो भन्ने खालको कुराहरू चाहिँ त्यो पब्लिस्ड रिसर्चहरू भेटिन्थ्यो तर अहिलेको लेटेस्ट हेऱ्यो भने जस्तै हजुरको चाहिँ 2025-26 को डेटा हेऱ्यो भने चाहिँ झन्डै 10% जस्तो त न्युरोडाइभर्सकै बच्चाहरूको सेयर हो कि जस्तो खालको चाहिँ देखिने खालको डेटाहरू चाहिँ आइरहेको छ अहिले अब त्यसमा पनि फेरि कस्तो भने अहिले मान्छेलाई बढी भयो भनेर पनि भन्न मिल्ने स्थिति छैन किनकि डायग्नोसिसमा अब कति चाहिँ नन रिपोर्टेड केसहरू हुन्छ अहिले चाहिँ म अवेरनेस भयो रिपोर्टेड भयो अब डायग्नोसिसको कुराहरू आयो अथवा मोर फाइन क्लासिफिकेसनको कुराहरू आयो त्यस कारणले गर्दा भन्न चाहिँ गाह्रो छ तर अब नम्बर ग्रोइङ हो भन्ने कुराहरू चाहिँ हेर्दाखेरि बुझ्नु तर 50 भने त नम्बर बढा छ तर 50 तर त्यसो फिल हुन्छ अब अगाडि जाँदाखेरि चाहिँ मैले एउटा ओभरअल 1% भन्छ वर्ल्ड 2.5 to 1% 100 मा 1% युएसको रिसर्च त्यो त कन्ट्री स्पेसिफिक छ अफ कोर्स तर जेनरली तपाईले हेर्नुभयो भने इफ यु लुक एट लिटरेचर 0.5 to 1% of the world population are autistic अब कतिपय अटिस्टिक डायग्नोसिस maybe we could be autistic in child म म्याथमेटिक्समा एकदमै लो लाइक म्याथमेटिक्स मलाई पटक्कै नआउने मलाई सम पोइन्ट अफ मलाई पनि अटिजम थियो कि जस्तो लाग्छ कि अहिले चाहिँ म आफूलाई साइन्समा आई वाज भेरी ब्रेभ होइन भन्नाले अटिस्टिक भने म्याथ्स नआउने भन्ने चाहिँ लर्निङ डिफिकल्टी बेस्ड लर्निङ रिडिफाइन गर्नु पर्यो एउटा चाहिँ इन्ट्रेस्टिङ मैले चाहिँ अर्को रिलेट गर्न खोजेको यहाँ के छ भन्नुहुन्छ भने जस्तै यो प्यारेन्टिङको कुरा गर्दाखेरि अब टिपिकल डेभलपमेन्टमा पढे जस्तो देखिने अथवा हामी स्ट्राटेजीको कुरा गर्दा चाहिँ न्युरोटिपिकललाई पनि टिपिकल जसरी ट्रिट गऱ्यो भने ठिक हुन्छ भन्ने हाम्रो यो एजुकेसनल बिहेभियरिस्ट पार्टमा चाहिँ भर्सक चाहिँ मेडिकेसन भन्दा नन मेडिकेसन बिहेभियरल स्ट्राटेजीहरू भयो भने सजिलो होला कि भन्ने कुरामा
एउटा सबभन्दा ठुलो हामीले हाम्रो सेक्टरमा भनौँ न एउटा टिपिकल डेभलपिङ प्र्याक्टिसमा हेर्दाखेरि चाहिँ सबभन्दा ठुलो कुरा भनेको मिसबिहेभियर र स्ट्रेस बिहेभियर अहिले हामीले कुरा गरेको छौँ। जसरी कहाँबाट के अरे अपस्टेयर र डाउनस्टेयरको कुरा गर्दाखेरि कहाँबाट त्यो बिहेभियर आएको छ र कसरी हामीले ट्रिट गरेको छ भन्ने कुराले सबैभन्दा बढी असर गर्छ भन्ने कुरा गर्छौँ एजुकेसन ट्रेनिङमा पनि र प्यारेन्टिङ ट्रेनिङमा पनि। मिसबिहेभियरको कुरा गऱ्यो भने चाहिँ उनीहरूले चाहिँ यो अपस्टेयरबाट काम गरिरहेछ, यु नो व्हाट यु डुइङ, कन्ट्रोल ओभर लोअर ब्रेन कग्निटिभ ब्रेनबाट काम गरिरहेछ, उहाँलाई थाहा छ र यो चुजिङ टु डु दिस खालको चाहिँ एउटा अन्डरस्ट्यान्डिङ भयो। स्ट्रेस बिहेभियर भन्दाखेरि चाहिँ हामीले चाहिँ कस्तो भने इभन इफ यु वान्ट टु कन्ट्रोल यु क्यानट कन्ट्रोल है। जस्तै एकदमै इमोसनली स्ट्रेस भएको बेलामा कसैले नरो बाबा नरो भन्यो भने एकछिन छोड्दैन, एकछिन रोएर मन शान्त गर्छु भने जस्तो, किनकि भन्दा बित्तिकै ठ्याक्कै रोक्नु पनि सकिँदैन, किनकि त्यो भनेको मैले चाहे पनि नसक्ने स्थिति छ भन्ने खालको भयो है। अनि त्यस्तो खालमा चाहिँ हामी के भन्छौँ भने जस्तै हजुरको त्यसले यो मिड ब्रेन युज गरेर अथवा स्ट्रेस बिहेभियर हो भने त्यसलाई चाहिँ मिसबिहेभियरको रूपमा तपाईँले ट्रिटमेन्ट गर्नुभयो भने यु आर मेकिङ द सिचुएसन वर्स भन्ने कुरा चाहिँ हामी टिचर ट्रेनिङमा गर्छौँ जस्तो। किनकि तपाईँले सोच्नु भएको छ जानी तैँले मलाई स्ट्रेस दिएछस् भनेर, तर त्यो बिचारा बच्चाले त्यसलाई अहिले प्रोसेसिङ गर्न पनि सक्दैन कि तपाईँले के इन्स्ट्रक्सन दिनुभएको छ भनेर। अब त्यो चाहिँ त्यसलाई हजुरले हजुरको प्र्याक्टिसबाट हेर्दाखेरि त्यसलाई भ्यालिडेट गर्ने कुरा, स्पेसली अब इमोसनल रेगुलेसनलाई बिहेभियरल स्ट्राटेजी दिउँ, मेडिकेसन कम गरौँ भन्ने कुरादेखि लिएर यसमा चाहिँ हजुरले केही थप्नुहुन्छ रहेछ? होला भने चाहिँ जस्तै मिसबिहेभियरमा चाहिँ जस्तै अब जस्तै बिहेभियर प्रब्लम अब भनौँ न, अब धेरैवटा कारण भनौँ त्यो 3-4वटा कारण हुन्छ भन्छौँ हामी बिहेभियर प्रब्लम होइन। जस्तै कुनै पनि बच्चाले कुनै बिहेभियरल प्रब्लम देखाउँछ नि, त्यो 3-4 कुरा मात्रै हुन्छ। एउटा भनेको चाहिँ कि त एटेन्सन गेन गर्नलाई हुन्छ, सेभ गर्नलाई, कि त केही एभोइड गर्नलाई हुन्छ, अथवा केही सबै सब्सटेन्सियल केही चिज गेन गर्नलाई गर्नु सक्छ। अर्को भनेको चाहिँ सेन्सरी हो, जस्तै जस्तै कुनै चाहिँ लाउड साउन्ड सुन्यो त्यो भने जस्तो प्रोसेसिङ प्रब्लम अनि स्टार्ट्स क्राइङ, त्यो पनि अर्को एउटा बिहेभियर भयो। अब जुन मिसबिहेभियरको हकमा चाहिँ जस्तै हामीले चाहिँ जस्तै बिहेभियरल इन्टरभेन्सन स्ट्राटेजिजहरू छ नि, जस्तै टाइम आउट गर्ने, इग्नोर गर्ने, त्यो हामीले गर्छौँ नि, त्यो के अरे यो विथड्रल अफ प्रिभिलेजेस, यस्ता खालका चाहिँ हामीले चाहिँ जुन बिहेभियरल म्यानेजमेन्ट स्ट्राटेजिज द्याट माइट वर्क in that sense. They have that cognition. They are trying to get something, they are trying to avoid something, होइन। अथवा तपाईँमा जस्तो सेन्सरी प्रब्लम छ त्यो छ भने चाहिँ त्यसमा त्यसले काम नगर्न सक्छ। अथवा चाहिँ कुनै अटिस्टिक बच्चा छ होइन, त्यसले चाहिँ बिहेभियर प्रब्लम गर्छ भने त्यही सेम स्ट्राटेजी माइट नट बी भेरी हेल्पफुल इन द्याट सिचुएसन, किनभने he has that त्यो कग्निसन, त्यो अन्डरस्ट्यान्डिङ, अघि भने जस्तो अप्पर ब्रेनले त्यसलाई कन्ट्रोल गर्ने त्यो चिजहरू चाहिँ हुँदैन कि, त्यो अटोमेटिकली त्यो कुराहरू भइरहेको हुन्छ। अनि तपाईँले चाहिँ अब त्यसलाई त्यो चिज गर्दाखेरि त्यो बिहेभियर झन् बढी हुन्छ है, त्यो चिजहरू हो। त्यसले गर्दाखेरि चाहिँ बिहेभियर म्यानेजमेन्टको स्ट्राटेजीमा चाहिँ यो बिहेभियर म्यानेजमेन्ट जुन हामीले मैले भने त्यो कुराहरू इट माइट बी भेरी हेल्पफुल इन दिस बिहेभियर छ है, होइन। उसलाई टाइम आउट गऱ्यो भने हि विल अन्डरस्ट्यान्ड, होइन, मैले यो गरेर मैले कन्सिक्वेन्स पाएँ बुझ्न सक्छ भनौँ, प्रोसेसिङ गर्छ। कहिलेकाहीँ कुनै चिजहरू जस्तै सेन्सरी प्रोसेसिङ प्रब्लम छ भने त्यो सेन्सरी इन्टिग्रेसनको, सेन्सरी म्यानेजमेन्ट इस्युजको म्यानेजमेन्ट गर्ने कुराहरूतिर बढी फोकस, त्यसले गर्दाखेरि बिहेभियर प्रब्लम रुट कजमा चाहिँ हामी गएर त्यसलाई ट्रिट गर्ने हो होइन। कहिलेकाहीँ त्यस्तोमा चाहिँ अब जस्तै भनौँ अब एग्रेसिभ बिहेभियर हुन्छ अटिस्टिक बच्चा, त्यसमा चाहिँ कहिले भनौँ न एन्टिसाइकोटिक मेडिकेसनहरूको रोल हुनसक्छ त्यसमा। मिसबिहेभियर चाइल्डमा चाहिँ मेडिकेसनको खासै रोल हुँदैन, it's a kind of a behavior म्यानेजमेन्टको स्ट्राटेजिजहरू युज गर्ने हो। अब अरू न्युरो डेभलपमेन्ट, न्युरो डाइभर्स पेसेन्टहरूमा चाहिँ इफ इट इज अ डिस्ट्रेसिङ लेभल अफ बिहेभियरल प्रब्लम माइट हेभ अ रोल अफ मेडिकेसन, होइन। त्यसले गर्दाखेरि चाहिँ त्यो चिजहरू हो। जस्तो कति कुराहरू चाहिँ अटिजममा एङ्जाइटी इज वान अफ द लिडिङ कज अफ, होइन, बिहेभियर प्रब्लम इन अटिस्टिक चिल्ड्रेन्स आर एङ्जाइटी, होइन, कहिले एङ्जाइटिक्सहरू चाहिँ हुनसक्छ। त्यो बिहेभियर म्यानेजमेन्टमा जस्तै स्लिप प्रब्लम हुनसक्छ, स्लिप प्रब्लम भयो भने अनलेस एन्ड अन्टिल यु म्यानेज द्याट स्लिप प्रब्लम द बिहेभियर इज नट गोइङ टु इम्प्रुभ। एउटा रुट कज एनालाइसिस अनि त्यसपछि भनौँ न त्यसको फङ्सनल एनालाइसिस भनौँ न कुनै पनि बिहेभियरको, त्यो चिज
हामी आइडेन्टिफाई गरेर त्यसलाई ट्रिट गर्नुपर्ने हुन्छ यो स्ट्रेस बिहेभियर अरूमा चाहिँ अरू चाहिँ बिहेभियर म्यानेजमेन्ट स्ट्राटेजीहरू चाहिँ त्यो बढी इफेक्टिभ हुन्छ जस्तो लाग्छ। अनि यसमा चाहिँ कम्युनिकेसनले पनि एकदम धेरै रोल प्ले गर्छ जस्तो लाग्छ कि जस्तो अब नन भर्बल किड्समा आउने बिहेभियर हजुरलाई थाहा पनि हुँदैन के कारणले। अब हजुरले भने जस्तो अघि त्यो 4वटा जुन कजेसहरू छ नि कहिलेकाहीँ त्यो 4वटा भएको पनि हुँदैन त्यही पनि बिहेभियर आइदिन्छ कि। अनि त्यसमा पेरेन्ट्सहरूलाई के कसले गर्दा बिहेभियर आएको छ भन्ने कुरामा फाइन्ड आउट गर्ने कस्तो गाह्रो अप्ठ्यारो कि अब अराउजलमा हुन्छ भनेको अब यसरी तपाईँ हाम्रो चाहिँ भेस्टिबुलर सिस्टम यति अराउजलमा छ तर ती बच्चाहरूको चाहिँ भेस्टिबुलर सिस्टम चाहिँ यो अराउजलमा छ भने हाम्रो जतिको अराउजल टिपिकल अराउजल लेभलमा पुग्नको लागि त्यो भेस्टिबुलर सिस्टम चाहिँ मोर एक्टिभ हुनुपर्छ। when they move a lot they tends to be like us त्यो तपाईँ हाम्रो लागि चाहिँ हाइपर एक्टिभिटी हो उसको लागि नर्मल तर उसको लागि त्यो नेसेसिटी हो त्यो अराउजलको लेभल। त्यसकारण उनीहरू चाहिँ त्यो हाइपर एक्टिभ चाहिँ हाम्रो लेन्सबाट हामीले हेर्दा चाहिँ हाम्रो बिहेभियर चाहिँ हाम्रो भन्दा नि अब एउटा टिपिकल मिन्समा हेर्दाखेरि चाहिँ त्यो हाइपर देखिएको हो तर उनीहरूको हिसाबमा चाहिँ त्यति गर्दा बल्ल लेभल हुन्छ। कहिलेकाहीँ त्यो हुन्छ सेन्सरी प्रोसेसिङ प्रब्लम जेमा कहिलेकाहीँ हाइपर पनि हुन्छ फेरि उसमा हाइपर सेन्सिटिभको कुरा कहिलेकाहीँ हाम्रो हुन पनि यहाँ उनीहरूको यहाँ हुन्छ त्यसले गर्दाखेरि जस्तै भनौँ न सेन्सरी प्रोसेसिङ गर्दाखेरि जस्तै भिजुअल भनौँ अडिटरी भनौँ त्यो चिजमा पनि त कहिलेकाहीँ इफ आर इन हाइपर हाइपर सेन्सिटिभ त्यो लेभलमा छ भने चाहिँ इभन स्मल सेन्सरी इनपुट क्यान बी भेरी डिस्ट्रेसिङ त्यसले गर्दाखेरि त्योसँग रिलेटेड सिम्टम्सहरू इट्स मेजर सिम्टम हो। So autism देख्ने one of the leading cause of behavioral problem is sensory problem. हजुरलाई कस थाहा छ भने अब बच्चाले चाहिँ ओके मलाई चाहिँ नोइजले गर्दा मलाई एकदमै गाह्रो भयो भने हजुरले हेडफोन लगाइदिनु होला अथवा नोइजबाट टाढा लगिदिनु होला होइन तर हजुरलाई नै थाहा छैन कि नोइज पनि हुँदैन सेन्सरी पनि छैन त्यहाँ त्यो अघि भने जस्तो 4वटा फ्याक्टर पनि छैन स्टिल बिहेभियर चाहिँ छ। अब हजुरलाई थाहा हुँदैन केले गर्दा बिहेभियर भएको यु कान्ट डु एनिथिङ बस द्याट इज द हार्डेस्ट पार्ट जस्तो लाग्छ मलाई पेरेन्टिङमा हो नि त भाइ। अनि त्यसमा ठ्याक्कै एउटा कुरा थप्न चाहिँ जस्तै एउटा म सबैले बुझ्ने भाषामा चाहिँ एउटा फनी इक्जाम्पल दिन्छु कि त्यो वाट इज बिहेभियर भनेर कसैले सोध्यो भने डेड म्यान प्रिन्सिपल होइन वाट एभर डेड म्यान क्यान डु इज नट बिहेभियर एभ्रिथिङ इज बिहेभियर होइन अनि म कहिलेकाहीँ चाहिँ म आफैलाई मेरो आफ्नै बिहेभियर पनि हेर्छु कि डाक्टर साहबले भने जस्तै we can classify those type कतिपय बेलामा चाहिँ जस्तै त्यो ठ्याक्कै त्यो मिसबिहेभियरमा चाहिँ उसको निडमा चाहिँ हुन्छ क्या जस्तै उसको चाहिँ कग्नेटिभ चाहिँ लेभल म्याचिङ गरेको छैन भने पनि दे स्टार्ट बिहेभियर होइन। जस्तै मानौँ न तपाईँ हामीलाई पनि काममा कसैले चाहिँ अप्ठ्यारो काम दियो भने भोलिपल्ट वी टेन्स टु कल सिक अनि चाहिँ यही ठ्याक्कै बिहेभियरको कुरा गर्दा म पढाइको कुरा जोडिहालेँ। मैले सुरुमा थेसिस हेरेर चाहिँ बिहेभियरलाई डिफाइन गर्ने बेलामा कुरा गरेको हामी सुरु गऱ्यो चाहिँ बच्चाले यो गर्यो भने चाहिँ यसलाई चाहिँ बिहेभियर प्रब्लम भन्छ भनेर डिफाइन गर्न सुरु गऱ्यौँ। अनि अन्तिममा चाहिँ अब अहिलेको स्टेजमा चाहिँ बिहेभियर भनेको के भनेको छौँ भने त्यो बिहेभियर रिसिभ गर्ने मान्छेले जे कुरालाई च्यालेन्जिङ मान्छ त्यो नै बिहेभियर हो है। अब गाह्रो तपाईँको चाहिँ कम्प्लिटली डिफ्रेन्ट पर्सपेक्टिभ जस्तै हजुरको कोही चाहिँ बच्चा ठुलो म्युजिक लाएर नाच्यो भने मलाई बच्चा नाच्यो मेरो लागि चाहिँ त्यो बिहेभियर होइन कि द्याट्स द नर्मल अब बिहेभियरलाई त्यसरी डिफाइन गर्न सकियो। अथवा कोही पनि मान्छेले यत्रो ठुलो सुरुमा नाचिरहेको छ यो बेलामा यो टाइममा घरमा एडल्ट छ यो छ आमा छ बा छ सम्मान गर्नु या अब त्यसरी बुझ्यो भने फेरि त्यही चिज बिहेभियर भइदिन्छ। त्यस कारणले गर्दाखेरि त्यही डेड म्यान प्रिन्सिपल फेरि अनि त्यसै गरेर अर्को चाहिँ म ठ्याक्कै थाहा पाएँ यो तपाईँले भन्नुभएको त्यो अर्काले कसरी प्रोसिड गर्छ भन्ने त्यहाँ चाहिँ रेगुलेसन र को रेगुलेसन क्या समटाइम्स लेट्स सी बाटोमा हिँडिरहेको मान्छे तपाईँले चिन्नु भएको छैन वी टेन्स टु गेट भेरी अफेन्डेड होइन त्यो रेगुलेसन क्या हामीमा कस्तो रेगुलेसन छ
मैले भन्नु त्यो मिसबिहेभियर गर्नुभन्दा अगाडि उसको रेगुलेसनलाई हामीले हेर्न सक्यौँ भने we can find out lots of sense के अनि यसमा अरू केही थप्नुहुन्छ चिल्ड्रेन विथ न्यू डाइभर्सिटी अब हामी नेक्स्ट थोरै नयाँ अलिकन अगाडि भनौँ के डक्टर अरू केही छैन ठिकै छ के थप्नुहोस् त है अब हामी चाहिँ यहाँ कहाँ जान्छौँ भन्दाखेरि च्यालेन्जेसमा जान्छौँ अब सबैभन्दा प्र्याक्टिकल कुरा चाहिँ अब यो च्यालेन्जको कुरा जस्तो अघि हामी सायद छोड्यौँ कि अब कज र त्यसको प्रिभेन्सन अथवा रेस्पोन्सको कुरा त एउटा सबभन्दा ठुलो च्यालेन्ज चाहिँ त्यही नै भयो होइन सर किनकि अहिलेसम्म अब के कारणले गर्दा हुन्छ भनेको पक्का यो कारण चाहिँ डाइरेक्टली रिलेटेड छ भन्ने कुरा हामी कन्ट्रोल गर्न सक्दैनौँ सायद यिनी कारणले गर्दा पनि होला भन्ने कुरा चाहिँ हामी कन्ट्रोल गर्न सक्छौँ त्यस कारणले गर्दा जे कन्ट्रोल गर्न सक्छौँ त्यसैमा एटेन्सन दिउँ भन्ने कुरा चाहिँ एउटा भयो त्यो बाहेक अरू केही च्यालेन्जको कुरा हजुरले थप्नुहुन्छ जस्तै न्युरो डाइभर्स चिल्ड्रन र प्यारेन्टिङमा अब च्यालेन्ज अवस्था यो चाहिँ यो प्लेस ठाउँ कन्ट्री स्पेसिफिक च्यालेन्जहरू फरक छ कि जस्तै नेपालकै हकमा यहाँ फरक होला नेपालमा फरक होला होइन जस्तै यो प्यारेन्टिङ अनि यो चिल्ड्रेन यो न्युरो डाइभर्सिटीसँग कति कुराहरू चाहिँ जस्तै च्यालेन्ज भनेको चाहिँ एउटा चाहिँ ल्याक अफ अवेरनेस हो एउटा चाहिँ होइन प्यारेन्ट्सहरूलाई चाहिँ जस्तो कुनै पनि अब चाहिँ एउटा त कस्तो भने एउटा च्यालेन्ज त कस्तो भने अब अटिजमकै कुरा गर्दाखेरि एउटा चाहिँ यो डायग्नोसिसलाई एक्सेप्टेन्सको कुरादेखि लिएर जस्तै नेपालमा गयो भने अब जस्तो कोही मलाई काममा पेसेन्ट यो स्पेक्ट्रममा छ भने त्यसलाई एक्सेप्ट गर्ने कुराहरू पनि इट्स अ बिग च्यालेन्ज कि हाम्रो जस्तो सेटअपमा इजिली लिँदैन होइन यो होइन यस्तो हो यो बच्चा चाहिँ यो भइहाल्छ यो होइन यस्तो हो भने जस्तो उनीहरूलाई चाहिँ त्यो एक्सेप्टेन्स इज भेरी पुवर इन लो रिसोर्स सेटिङमा होइन अब त्यो के फियरले हो कि अथवा त्यो डिनायल त्यो धेरै समयसम्म त्यो हुन्छ कि त्यसले गर्दा त्यो अर्को च्यालेन्ज के भनिन्छ भन्दाखेरि जस्तो अटिस्टिक फ्यामिलीजहरूमा चाहिँ दे डोन्ट सेक सर्भिसेसहरू चाहिँ जस्तै इन्टरभेन्सन सर्भिसेसको कुराहरू होम बेस्ड जस्तै भनौँ न सेन्टरमै जानुपर्छ भने पनि छैन कुराहरू चाहिँ जस्तै त्यसको जुन प्यारेन्टले जुन कुराहरू चाहिँ गर्न सक्थ्यो नि कुराहरू त्यो चिजबाट पनि उनीहरू पर बस्छ कि त्यसले गर्दाखेरि कति कुरा जस्तै इन्टरभेन्सनको कुराहरू चाहिँ होम बेस्ड घरमै पनि त गरिसकेको थियो नि स्पेस थेरापीको कुरा बिहेभियर म्यानेजमेन्टको कुराहरू यो चिजहरूबाट अनि बच्चाहरू पर झन् पछि आएर झन् मेजर इस्युज भइसकेको हुन्छ है त्यसले गर्दाखेरि ल्याक अफ एक्सेप्टेन्स ल्याक अफ नलेज पहिला त हाम्रो जस्तो सेटअपमा चाहिँ नेपालमा त्यो डक्टरसँग कन्सर्न उसँग पुग्न गाह्रो हुन्छ र कति कुराहरू चाहिँ जस्तै प्रपर हेल्थ प्रोफेसनलमा पुगिरहेको पनि हुँदैन र चाहिँ कति हेल्थ प्रोफेसनललाई थाहा पनि हुँदैन कुराहरू चाहिँ होइन जस्तो च्यालेन्ज भनौँ मैले उताको त्यो चिजहरू चाहिँ आउँछ स्पिड र त्यो डाक्टरहरूले नै के भन्न सक्छ भने म सुन्छु होइन यो ठिक छ बोल्छ यो बिस्तारै भइहाल्छ यो गर्दै गर्नु भन्छन् होइन त्यो खालको चाहिँ ल्याक अफ अवेरनेस इभन अमङ द प्रोफेसनल्स पिडियाट्रिसियन्सकै अमङमा पनि त्यो चिजहरू छ होइन त्यही भएर चाहिँ प्रपर प्रोफेसनल्स आइपुग्न पनि टाइम लाग्छ प्यारेन्ट्सहरूमा डिनायलको कुरा इन्टरभेन्सनको कुराहरू ढिलो अनि प्यारेन्ट्सहरूमा चाहिँ यो चिज भयो भने यसलाई कसरी म्यानेज गर्ने त भन्ने कुराहरू चाहिँ यो न्युरो डाइभर्स बच्चाहरूले चाहिँ कसरी गर्ने भन्ने कुरा एउटा चाहिँ मेजर च्यालेन्ज है आइम टकिङ अबाउट लो रिसोर्स सेटिङ है एउटा त्यो छ अब डायग्नोस भइहाल्यो भने पनि जस्तै हाम्रो जस्तो सेटिङमा चाहिँ के छ भन्दाखेरि त्यसलाई कसरी होइन त्यो सर्भिसेसको कुरालाई ल्याक अफ के अरे यो एडुकेट नम्बर अफ सर्भिस प्रोभाइडर्स सेन्टर्स होइन जति पनि छ इट्स मोर इन द सिटी एरियाज त्यहाँ छ त्यसले गर्दाखेरि पेरिफेरिजमा आउने अनि पनि म अस्ति भर्खरै यहाँ आउनु अगाडि के अरे उसमा पुगेको थिएँ यो के अरे यो सुदूरपश्चिम त्यहाँ छैन कुराहरू छैन कि अब त्यो सर्भिसेसहरू नै छैन अब त्यहाँ कसरी एक्सेस गर्ने जुम्लाको पेसेन्ट कसरी सर्भिस एक्सेस गर्ने नेपालमा के अरे काठमाडौँ आएर बस्नलाई सम्भव हुँदैन त्यहाँ मान्छेहरूलाई होइन त्यसले गर्दाखेरि त्यो रिच आउट भनौँ न पेरेन्ट्सले गर्नै सक्दैन कि त्यो भएर त्यो सेन्टरहरूको एकदमै कम छ प्रोफेसनल्स कम छ हाम्रो च्यालेन्जको चाहिँ त्यो हिसाबमा त्यो चिजहरू छ त्यही भएर चाहिँ एउटा त्यो मेजर च्यालेन्ज चाहिँ हाम्रो जस्तो भनौँ नेपालमा लो रिसोर्स यो युनिभर्सल नै हो त्यो चिजहरू छ सपोर्ट सिस्टम छैन गभर्मेन्टको हुन त अब अहिले नेपाल गभर्मेन्टले
स्पेसल स्कुल बनाउने भन्ने लाग्छ थाहा छैन Saturday प्रदेशमा उनीहरूको कन्सेप्टमा अब के मैले सेयर गरेको त्यो चाहिँ अब राम्रो कन्सेप्ट त होइन होइन अब त्यो चिजहरू चाहिँ उनीहरू कता स्वास्थ्य सल्लाहकारहरू को छन् के छन् अब होइन अब त्यो त्यतातिर लागेको छन् होइन राम्रो कन्सेप्ट होइन भनेर किन भन्नु त्यो आवासीय रेसिडेन्सियल चाहिँ ए त्यो मतलब त्यो जग्गा चाहिँ राख्ने मतलब त्यो उनीहरूको कन्सेप्ट हो त्यो उसमा चाहिँ उनीहरूले रेजिडेन्सियल बनाउने भन्ने पनि एउटा ऊ छ कन्सेप्ट छ उनीहरूको मतलब त्यो स्कुलको कुरा होइन बोर्डिङ स्कुल टाइपको भन्ने इन हाउस यदि उनीहरूले इन हाउस राख्न खोज्यो भने त इट्स नट अ भेरी गुड थिङ होइन अब स्कुल मात्रै छ इन एन्ड आउट जस्तै स्पेसल स्कुल छ भने द्याट्स फाइन होइन अब रेजिडेन्सियल भयो भने गाह्रो छ है अब अफकोर्स होइन टोटली किनकि मैले बुझेको चाहिँ सरी मैले बुझेको चाहिँ त्यो भनेको चाहिँ डाक्टर साहबले त्यो चाहिँ एकदम राम्रो हो भन्नुहुन्छ अनि मेरो कानले चाहिँ त्यो खोजिरहेको हजुरले जब त्यो ठिक होइन भन्नुभयो डाक्टर साहबले नै ठिक होइन भनेपछि केही नै होला नि भने एउटा चाहिँ उनीहरूको कन्सेप्ट आवासीय भने चाहिँ इट्स अ रेजिडेन्सियल होइन तपाईँको अहिले हेऱ्यो भने सरी मैले हजुरको कुरा थोरै मैले थपिहाल्छु एक लाइन मात्रै 1 मिनट मात्रै थप्छु यो जस्तै यो बिहेभियर रेगुलेसन स्ट्राटेजीको कुरा गर्दाखेरि कम्पेयर गऱ्यो भने तपाईँको झन्डै चाहिँ 6 महिनाको फुल अन प्रोग्रामले बच्चाको बिहेभियर रेगुलेसनलाई सपोर्ट गर्नु र दिनमा 2 मिनट दिएर 6 महिना बिहेभियर रेगुलेसन स्ट्राटेजी लाउनुमा यदि बेटर कनेक्सन र अट्याचमेन्ट छ भने स्ट्रेन्थ बेस्ड अट्याचमेन्ट ओरिएन्टेड स्ट्राटेजिजहरूले 6 महिनाको फुल अन थेरापी भन्दा 2 मिनटको दरले दिनमा 2 मिनटको दरले 6 महिना गर्दाखेरि एकदम प्रुभन बेटर रिजल्ट छ है त्यो किनकि त्यहाँ चाहिँ कस्तो छ भने तपाईँको द मोर काइन्ड अफ अहिले म चाहिँ पिक्चरमा गएँ तपाईँको पिक्चरमा जति बेटर चाहिँ तपाईँको हाम्रो चाहिँ त्यो रिलेसन हुन्छ स्ट्रेन्थ बेस्डमा हुन्छ अट्याचमेन्ट हुन्छ त्यति बढी यो ब्लकेज हट्छ है त्यो भनेको हामी चाहिँ कग्निटिभली प्रोसेसिङ गरेर बिहेभियर रेगुलेसन गर्न भनेको त कग्निटिभली क्यापेबल हुनु पऱ्यो नि त है नत्र भने त कग्निटिभली क्यापेबल छैन भने कहिले कुरा थाहा नभएर हुँदैन कहिले थाहा भएर गर्न सकिँदैन किनकि हामीले चाहिँ अपस्टेयर युज गर्नु पऱ्यो है जब चाहिँ अरू हडलहरू आइदिने भनेको त त्यो डाउन स्टेयरमा अल्झियो कि त्यो अपस्टेयरमा पुग्नै पाउँदैन बिचरा है त्यो भइसके पछाडि चाहिँ अब त्यो आवासीय भन्ने कुरा गर्दा बित्तिकै त त्यो त अपस्टेयर युज गर्ने चान्स त एकदमै कम भयो त्यो चाहिँ डेफिनेटली मलाई त्यो थाहा थिएन म त्यो भएर अरू खोजेर स्कुल बाहेक उनीहरूले आवासीय पनि भनेको छन् अब त्यो कसरी जान्छ त्यो पछि हेर्दै जानुपर्छ होइन र कस्तो भने अब जस्तो पेसेन्टसँगको बच्चाहरूसँग इन्गेजमेन्ट चाहिँ इट्स मोर इट हेज टु बी नेचुरलिस्टिक पेरेन्ट्सहरूसँग एभ्री डे त्योसँग एभ्री स्टेटमा भनौँ न बच्चा उठेदेखि नसुतेसम्म जति कुराहरू जुन भइरहेको छन् त्यसमा सपोर्ट गर्दै जाने हुन्छ एन्ड प्यारेन्ट्स आर द बेस्ट होइन त्यो चिजहरू कोही थेरापिस्ट बसेर त्यो चिजहरू त गर्दैन त्यो भएर त्यो चिज एभ्री स्टेपमा उनीलाई नेभिगेट गर्ने हो बच्चालाई दिस इज हाउ यु कम्युनिकेट हाउ टु थिङ्स यसरी गर्ने भन्ने कुरा जुन नेचुरल सेटिङमा त्यो चिज हुन्छ त्यो हुनुपर्छ त्यो प्यारेन्ट्सलाई बच्चालाई छुट्याएपछि त्यो चिजहरू होइन त्यो चाहिँ स्कुल चाहिँ इट्स अ गुड कन्सेप्ट होइन त्यहाँ अलिक मलाई स्कुल जाने आउने त्यो द्याट्स अ भेरी गुड थिङ प्रदेश सरकारमा हरेक प्रदेशमा एउटा गर्ने भन्ने कुरो छ रेजिडेन्सियल राख्नु थाल्यो त्यो त डेफिनेटली त्योमा त हामी प्रभावित हजुर के छ त्यो च्यालेन्जेसमा चाहिँ ठ्याक्कै म एउटा उदाहरण दिन्छु कि जनरल एडिएसटीलाई छोडिदियो क्या न्युरोडाइभर्सिटीलाई छोड्यो न्युरोटिपिकल बच्चालाई पनि हुर्काउन नि बच्चा हुर्काउनलाई त्यो गाउँ चाहिन्छ अरे भनेको त्यो एक्सेप्टेन्स त्यो यदि हाम्रो बच्चालाई हुर्काउन एउटा समाज चाहिन्छ भने यदि हामीले त्यो बच्चालाई एक्सेप्टेन्स गरेनौँ त्यो बच्चाको बारेमा कुरा गरेनौँ र अर्कासँग चाहिँ हेल्प मागेनौँ हेल्प कसरी पाइन्छ कुरा गरेर पाइन्छ आफ्नो कुरा सेयर गरेर पाइन्छ भने हामीले त्यो गाउँको त्यो सपोर्ट सिस्टम जहाँ पनि अस्ट्रेलियामा होस् अथवा नेपालमा होस् त्यो सपोर्ट सिस्टम चाहिँ हामीले लुज गर्छौँ त्यो लुज हुने बित्तिकै हामीलाई वी फेस द च्यालेन्जेस हाम्रै एज ए प्यारेन्टको मेन्टल हेल्थको च्यालेन्ज बच्चाले पाउने हुने एक्सपोजरको च्यालेन्ज चाहिँ बच्चाले पाउँदैन द मेन कन्सर्निङ इज द्याट्स त्यो एक्सेप्टेन्स एन्ड सेयरिङ विथ अदर पर्सन हु आर नियर एन्ड डियर यो चाहिँ एकदमै ठुलो सायद हामी यसको बारेमा चाहिँ फेरि कुरा गर्नुपर्छ किनकि यो चाहिँ तपाईँको मसँग पनि थुप्रै योभन्दा पहिला चाहिँ मैले एउटा AIU भन्ने एउटा अर्गनाइजेसन थियो अहिले चाहिँ उनीहरू एक्टिभली काम गर्दैन त्यो चाहिँ
प्योरली यो डाइभर्स बच्चाहरू अटिस्टिक बच्चाहरूको लागि चाहिँ काम गर्ने अर्ली लर्निङ सेन्टर हो। म त्यसमा काम गर्थेँ। हामीहरूको चाहिँ मल्टिपल साइट थियो, 13वटा साइटमा म ट्राभल गर्नुपर्छ। अनि त्यसमा हेर्दाखेरि उहाँ त्यहाँको प्र्याक्टिस हेर्दाखेरि पनि तपाईँको सायद सबैभन्दा ठुलो समस्या स्टिल अस्ट्रेलियन कन्टेक्समा भनौँ न सिटी लाइफ लाइफस्टाइलमा पनि एक्सेप्टेन्स भनेको कुरा चाहिँ सबैभन्दा अप्ठ्यारो। त्यसमा चाहिँ यति टिपिकल इक्जाम्पलहरू छ कि एकदमै ठुलो च्यालेन्ज चाहिँ त्यो छ। सायद त्यसमा हामी एकदम डिटेलमा कुरा गर्छौँ। त्यो चाहिँ अफकोर्स नेपालमा हजुरले हेर्नु भएको छ एकदमै धेरै इक्जाम्पलहरू, यहाँ पनि हामी त्यो देख्छौँ। त्यो बाहेक अरू केही तपाईँ थप्नुहुन्छ यो च्यालेन्जको कुरा गर्दाखेरि? एक्सेप्टिङ त डेफिनेटली एट द बिगिनिङ एक्सेप्टिङ मेक हो होइन, किन कति पेरेन्ट्सहरूले लाग्छ मेरो बच्चा राम्रोसँग, अथवा कति पेरेन्ट्सले नबोल्ने भन्ने समस्या आउँछ कि फर्स्टमा। अनि त्यो इक्जाम्पलहरू कस्तो हुन्छ नि, मेरो अर्को छोरा पनि छिमेकीको छोरा यति वर्षमा बोलेको हो, त्यो च्यालेन्जिङ त हामी सबैले खेप्यौँ होइन। तर अब डे टु डे च्यालेन्जिङ त डेफिनेटली डिफ्रेन्ट हुन्छ। च्यालेन्जिङ पनि भन्दिनँ, मैले न्युरोटिपिकल बच्चालाई पनि ग्रो अहिले गराएको छु। ग्रोइङ दुईटैलाई हेर्दाखेरि मलाई च्यालेन्जिङ त यता पनि छ, तर आई थिङ्क यो च्यालेन्जिङ भन्दा पनि डिफ्रेन्ट हो कि। च्यालेन्जिङ त अब कम्युनिकेसनको इस्युहरू हुन्छ, सबै कुराहरू हुन्छ, तर डिफ्रेन्ट डिफ्रेन्ट देन न्युरोटिपिकल। म पनि यहाँ चाहिँ कस्तो भने जस्तै अब हजुरले भनेको अहिले ठ्याक्कै कुरा के हो भन्दाखेरि हामीले कसरी लिन्छौँ भन्ने कुराले हामी कसरी दिन्छौँ भन्ने कुरा प्रभाव पर्ने भयो। त्यस कारणले गर्दाखेरि यो समस्या हो भनेर बुझ्ने भनेको चाहिँ उनीहरूले जानी हामीहरूलाई यो दिएको छ भने पनि समस्या हो, तर उनीहरूले नजानेर यो आएको छ भने पनि त्यो कन्डिसन हो है। म हाम्रो कामको कुरा गर्दाखेरि भन्छु, मैले चाहिँ मेरो ब्राउन स्किन भनेको यो समस्या होइन, यो कन्डिसन हो। त्यसबाट है यदि तिमीहरूले मलाई यस्तै रूपमा स्वीकार गर्न सकेनौ भने मेरो स्ट्रेन्थ तिमीहरूले बुझ्दैनौ है। अथवा म मेल हुँ भनेर हजुर फिमेल हो भनेर एक्सेप्ट गर्न सकिएन भने हजुरमा भएको स्ट्रेन्थ त मैले लिनै सक्दैन, मैले बुझ्नै सक्दैन, जान्नै सक्दैन। त्यस कारणले गर्दाखेरि एक्सेप्टेन्स चाहिँ सबभन्दा ठुलो कुरा हो। हामी चाहिँ त्यो रूपमा हेऱ्यौँ भने मात्रै हामी सपोर्ट गर्न सक्छौँ भन्ने एउटा च्यालेन्ज भयो। अब त्यो चाहिँ ग्लोबल कन्टेक्स्टमै त्यही भयो। अब नेपालको इक्जाम्पल यहाँको पनि। अरू केही तपाईँ थप्नुहुन्छ कि? अब हामी यसमा चाहिँ हाम्रो अब अस्ट्रेलियामा अथवा हाम्रो लाइफस्टाइलमा चाहिँ च्यालेन्ज जस्तै के हो भनेर अब हाम्रो यहाँ चाहिँ नेचुरल अथवा इन्फर्मल सपोर्ट सिस्टम चाहिँ कम छ, विक छ। नेपालमा इन्फर्मल सपोर्ट फर्मल सपोर्ट सिस्टम छैन, तर इन्फर्मल सपोर्ट सिस्टम अहिले पनि छ होइन, स्पेशली फ्यामिली छ। त्यो भएको भएर चाहिँ हामीले यो हाम्रो एज अ प्यारेन्ट हाम्रो इन्फर्मल सपोर्टलाई कसरी बढाउने, यो चाहिँ च्यालेन्ज हो। यो च्यालेन्ज कसरी हो भने हामी यदि ओपन अप भएनौँ भने त्यहाँ चाहिँ च्यालेन्ज भनेको चाहिँ हजुरले चाहिँ ठ्याक्क आवर रोलमा चाहिँ कुरा गर्नु सपोर्ट। अब त्यो चाहिँ डेफिनेटली, किनकि त्यो वाइडर सपोर्टको लागि त होइन, त्यो सायद प्रिरिक्विजिटै हो भनौँ न होइन। जब हामीले फिल गरेर हो यो भन्छौँ भने अब त्यसमा पनि गाह्रो के रहेछ भने कहिलेकाहीँ चाहिँ इन्टेन्सनल्ली मान्छेले मान्न नसकेको, कहिलेकाहीँ चाहिँ ल्याक अफ नलेजको कारणले गर्दाखेरि मान्न नसकेको पनि देखिन्छ। अनि त्यो सँगसँगै चाहिँ अर्को चाहिँ प्यारेन्टहरूको चाहिँ आफ्नै मेन्टल हेल्थ, वी आर इन अ स्ट्रेसफुल टाइम। म चाहिँ सबैलाई भन्ने र मैले गर्ने के हो भने आई सी साइकोलोजिस्ट एभ्री मन्थ। I just go and chat with the psychologist. I have regular psychologists. हजुरको लागि तपाईँ साइकोलोजिस्टमा जानुहुन्छ? म जान्छु। एज अ म थेरापिस्ट हो, बट आई लभ टु गो टु सी माई साइकोलोजिस्ट। किन भन्नुलाई नि केही कुरा सेयर गर्न, त्यसले के गर्छ भन्नुलाई नि नन जजमेन्ट तरिकाले we need to see the professional help, we need to seek the professional help to support our mental health. त्यसले चाहिँ स्ट्रेन्थ हो क्या। फेरि त्यो जान नचाहनु भन्दा गएर चाहिँ स्ट्रङ भएर आउनु चाहिँ राम्रो। अफकोर्स यहाँ चाहिँ के छ भनेदेखि अब फेरि हामीले बच्चाहरूलाई सपोर्ट गर्दै जाँदाखेरि हामीले हामीलाई नै सपोर्ट गर्न सकेनौँ भने we are not going to support them all. मलाई चाहिँ एउटा कुरा ओरी के लाग्छ भने होइन, अहिले त वी आर pretty much able to manage our kids नि त। what if हामी मरेपछि यिनीहरूको अवस्था कस्तो हुन्छ होला? जुन कन्ट्रीमा बसे पनि सरकारले पनि ल्याएर ल तिम्रो बच्चालाई भनेर त हेर्दैन नि त। सो हामी 100 वर्ष बाँच्छौँ भन्ने पनि छैन
वाट ह्यापन्स आफ्टर वी डाइड त्यही भएर चाहिँ रिसोर्सेसहरू अब दाइले भने जस्तो डजन्ट म्याटर विच कन्ट्री यु लिभ फ्यामिली सपोर्ट भनेको एक त तपाईँले बच्चालाई त सपोर्ट नै पाउनुहुन्छ त्यसमाथि हाम्रो इमोसनको पनि कुरा छ नि त फ्यामिली सपोर्ट भन्दा ठुलो कुरा त केही पनि हुँदैन यसमा अब म आज यहाँ हजुरको माइक अगाडि के पनि एउटा कुरा रिक्वेस्ट गर्छु भने अब कुनै पनि पेरेन्ट्सको बच्चा स्पेसल निड्सवाला चाइल्ड छ भने त्यो पेरेन्ट्सलाई चाहिँ एकदमै धेरै सपोर्ट चाहिन्छ कि पेरेन्ट्स आफै बलियो भनौँ भने उसले आफ्नो बच्चालाई कसरी क्वालिटी केयर दिन सक्छ त्यो पेरेन्ट्सले पाउने सपोर्ट भनेको त फ्यामिली मेम्बर हो दाइले साइकोलोजी जानुहुन्छ द्याट्स द डिफरेन्ट पार्ट तर इमोसनको कुरा गर्दाखेरि हाम्रो लभको एफेक्सनको कुरा छ हाम्रो कति कल्चरल कुराहरू छ हो त्यो कुराहरू स्पेसली एसियन ब्याकग्राउन्ड स्पेसली फ्रम नेपाल होइन हाम्रो पेरेन्ट्सले फ्यामिलीले बुझ्दिएन भने त एक त हामी अलरेडी ड्रेन छौँ बच्चाको मामला सेन्सिटिभ जति एउटा पेरेन्ट्सको लागि के हुनसक्छ त्यसमाथि यो छोराले गर्दा यस्तो भयो अरे बुहारीले गर्दा यस्तो भयो अरे ब्रेस्ट फिड नभएको भयो के भयो राम्रोसँग क्वालिटी पेरेन्टिङ गरेन उसले आमाले टाइम दिएन भन्ने कुराहरू कति आउँछ नि प्लिज आजैदेखि त्यो छोडिदिनुहोस् हामीले त्यो गरेर अटिजम भएको होइन एक्ज्याक्टली होइन यो कुरामा जस्तै डक्टर साहबले जसले चाहिँ भनौँ न हिसाबले भयो भने आफ्नो जिन्दगी यही विषयमा अध्ययन गर्न लाउनु इन्भेस्ट गर्नुभएको छ उहाँले नै यो कुराहरू भनेको दे आर टोटल्ली मिथ र यो कुराहरू चाहिँ दिस इज काइन्ड अफ प्रुभन भनौँ न अहिलेसम्मको चाहिँ रिसर्चले भनेको कुराहरू यो हो भनिसके पछाडि अब हामीले उही ब्लेमिङ गेम गर्नलाई उही आफूलाई 2 सेकेन्डमा चाहिँ 2 सेकेन्डको तसल्ली लिनलाई हुन्छ नि होइन अब त्यो अर्कालाई चोट पुऱ्याएर त के हुनेवालै छैन किनकि त्यो भनेको त डेफिनेटली हामीले पोजिटिभ रिजल्ट ल्याउने तरिकै होइन अनि प्लस हामी वी कान्ट बी 100% पेरेन्ट 24 hours. Of course. 24/7 हामी 100% पेरेन्ट हुनै सक्दैनौँ किनभने दिस इज द टाइम वी हेभ टु ग्रो आवर करियर युनिभर्सिटी हुन्छ डुइङ बिजनेस अथवा बाइङ हाउस अब नेपाली इमिग्रेन्टहरू अस्ट्रेलियामा आएर यहाँ सेटलमेन्टको छुट्टै कथा छ स्पेसल न्युरोटिपिकल बच्चा हुनेहरूलाई पनि दुःखै छ त्यसलाई टप अफ द्याट स्पेसल निड्स चाइल्ड घरमा छ प्लस जिन्दगीको अरू बाटो पनि छ बच्चा मात्रै त होइन अनि भोलि पर्सि तपाईँले पैसा कमाउनु पर्यो उनीहरूलाई फिड गर्नु पर्यो ल अलरेडी बच्चा त एस्पेक्टरमा छ उसलाई त सपोर्ट चाहिन्छ तर हामी पेरेन्ट्सहरू त झन् बढी स्ट्रङ हुनु पर्यो बिकज अफ दे निड 24 आवर केयर फर लाइफ लङ अब न्युरोटिपिकल 18 पछि पढ्न जाने उनीहरूले एउटा प्रोफेसन सँगाल्ने पेरेन्ट्सहरूलाई लुक आफ्टर गर्ने कुराहरू त्यो डिफ्रेन्ट कुरा छ यु विल बी वर्किङ हार्ड अन्टिल द्याट डे वेन दे गेट इन्डिपेन्डेन्ट तर अब हाम्रो बच्चाहरू त इन्डिपेन्डेन्टली उनीहरूले आफ्नो लाइफ सर्भाइभ गर्नु त सक्दैन त्यही भएर पेरेन्ट्सहरू त मोर स्ट्रङ हुनु पर्यो मोर स्ट्रङ हुनलाई 24 आवर पेरेन्टिङ दिनुभयो भने हजुरको आफ्नो जिन्दगीमा त 99% कुराहरू त लस्ट हुन्छ नि त सो having said this घरमै बसेर बच्चाको पछि भागेर पनि बच्चालाई हामीले राम्रो पेरेन्टिङ गरेको चाहिँ म कुरा त्यो विश्वास चाहिँ गर्छु हामी इन्डिपेन्डेन्ट हुनु पर्यो हामी फाइनेन्सियली स्ट्रङ हुनु पर्यो होइन सबै कुराहरू हामीले ब्यालेन्स गरिदियो भने मेबी द्याट चाइल्ड विल फिल मोर इन्डिपेन्डेन्ट देन स्टेइङ होम एन्ड गिभिङ द मदरिङ फर 24 आवर्स मैले त्यो कुरा पनि ट्राई गरेको नि दाइ हो मैले चाहिँ मेबी मेरो बच्चालाई मेरो टाइमकै लाग्छ कि भन्ने जस्तो मलाई समहाउ आई वाज रिग्रेट अनि अब स्टार्टिङ फेजमा जुन आई थिङ्क त्यो एक्सेप्टेन्सकै फेज थियो होला अनि ल अब लेट्स ट्राई समथिङ डिफ्रेन्ट नेपाल गएर बस्यो 6-7 महिना एभ्री इयर हुँदैन नि त आई मिन अब कोही कुराहरूमा अलिकति एटेन्सनले इम्प्रुभ हुने कुरा कम्प्लिट छ तर कम्प्लिटली त्यो अटिस्टिक बच्चा मेरो टाइमले गर्दा न्युरोटिपिकल होला 1 पोइन्ट भन्ने त्यो सरासर गल्ती हुन्छ डक्टर हजुरले केही थप्नुहुन्छ यसमा जस्तै हामीले च्यालेन्जेस प्लस आवर रोलमा हजुर एज ए प्र्याक्टिसनरको रूपमा चाहिँ अब डाइरेक्ट कन्सल्टेसन र सपोर्टको कुरा त भइहाल्यो अरू त्यस्तो केही थप्नुहुन्छ हजुरले अब यस्तो छ अब हाम्रो जस्तो नेपाल जस्तो सेटिङमा चाहिँ एज अ हेल्थ प्रोफेसनल एज अ प्रोफेसनल्स वर्किङ इन द एरिया अफ लाइक डेभलपमेन्टल पिडियाट्रिक्स अब हाम्रो रोल चाहिँ के हुन्छ हुनुपर्छ जस्तो लाग्छ भन्दाखेरि जस्तै छैन जस्तै हामी कहाँ सर्भिसहरू कम छ नि त अनि त्यो हिसाबले चाहिँ आउने पेरेन्ट्सहरूलाई बच्चाहरूलाई आई थिङ्क यो जस्तै यो अहिले सर्भिसेस नभए पनि होइन अब होम बेस्ड इन्टरभेन्सनमा चाहिँ हामीले कसरी हाउ क्यान वी वर्क विथ द चाइल्ड भन्ने कुरा चाहिँ इन टर्म्स अफ वाट वी क्यान डु इन स्पिच थेरापीको कुरा फाउन्डेसनल स्किल्सहरू होइन यो चाहिँ
प्रिलिङ्ग्विस्टिक स्किल्सहरू बढाउने कुराहरू अथवा जेमा सरले गर्नु सक्छ अकुपेसनल थेरापीको बेसिक कुराहरू होइन त्यो चिजहरू अथवा बिहेभियर म्यानेजमेन्टका कुराहरू कसरी चाहिँ बच्चालाई हाउ क्यान वी इम्प्रुभ द अन्डरस्ट्यान्डिङ ल्याङ्ग्वेजको कम्युनिकेसनको चेस्ट भनौँ न बेसिक कुराहरू त्यो नै हामीले चाहिँ अलिकति फोकस टाइम दिएर चाहिँ होइन टाइमको कुरा छ त्यो टाइम दिएर चाहिँ पेरेन्ट्ससँग बसेर बरु फ्यु सेसन्स बसेर हुन्छ कि होइन त्यो थेरापीसँग बिचरा पुरै हो 5 महिना अगाडिन्छ अफकोर्स होइन त्यो त्यसको गोल्डन टाइम होइन मैले कोही बच्चा 2 वर्षमा हेऱ्यो भने त्यो त स्टार्ट इन्टरभ्युनिङ होइन धेरै कुरा गर्न सकिन्छ नि प्यारेन्टलाई कोच गर्ने सिकाउने कुराहरू प्यारेन्टलाई ट्रेन गर्ने कुराहरू त्यो चिज दे एक्ट एज अ थेरापिस्ट होइन एज अ प्रोफेसनल चाहिँ मलाई कसरी चाहिँ आफै एज अ थेरापिस्ट त्यो कुराहरू जसले गर्दाखेरि घरमा नेचुरल सेटिङमा नेचुरलिस्टिक इन्भाइरोमेन्टमा चाहिँ र चाहिँ घरमा हुन्छ स्कुलमा होला अथवा बाहिर आउटिङ जाँदा होला त्यो इन्टरभेन्सनको स्ट्राटेजिजहरू कसरी चाहिँ हामीले इम्प्लिमेन्ट गर्ने भन्ने कुरा चाहिँ वी सुड एज अ प्रोफेसनल उनीहरूलाई क्यापेबल बनाउनुपर्छ जस्तो लाग्छ एउटा चिज अनि अर्को चाहिँ अब लर्निङको कुराहरू होइन गभर्मेन्टसँगको लर्निङको कुराहरू अब एकाडेमी जस्तै पाटन एकाडेमीमा चाहिँ मेरो दिमागमा चाहिँ अहिले आएको कुरा चाहिँ भनौँ न अलिक त्यो मेट्रलाइज भएको छैन जस्तै हामी कहाँ अब यु क्यान्ट अफोर्ड लाइक 4 years अफ स्पिच प्याथोलोजी होइन इयर्स अफ अकुपेसनल थेरापी अनि कोही पढेर आउँछन् ड्राइ होइन अमेरिका जान्छन् कोही अस्ट्रेलिया आउँछन् त्यो चिजहरू त्यो वर्किङ ग्रुप भनौँ न त्यो कम छ त्यसले गर्दाखेरि चाहिँ मैले यसो विचार गरेको एउटा यस्तो कोर्स डिभाइस गर्नु पऱ्यो जहाँ चाहिँ एज हामीले त्यो एडभोकेट गर्नु पऱ्यो गभर्मेन्टसँग लबी गर्नु पऱ्यो त्यस्तो कोर्स यस्तो करिकुलर डिभाइस बनाउँ जहाँ चाहिँ बेसिक बच्चाहरूलाई चाहिँ जुन सिकाउनु पर्ने कुराहरू छ सबै कम्पोनेन्ट्सहरू होइन अब जो भनौँ ओटीको कुरा होला स्पिच थेरापीको कुरा होला बिहेभियर थेरापीको एबी बेस इन्टरभेन्सन अथवा अहिले फ्लोर टाइम टिआइआरको कुराहरू छ यो चिजहरू सबै कुराहरू इन्कर्पोरेट गरेर चाहिँ एउटा चाहिँ प्याकेज you develop a package like a 1 year course, you devise a curriculum, and then you train people, local people, people, nurses होला अथवा त्यो people who are willing to work in that area. तिनीहरूलाई चाहिँ त्यो चिज हामीले अलिकति लार्ज स्केलमा त्यो म्यान पावर जेनेरेट गर्न सक्यो होइन त्यो भयो भने चाहिँ के हुन्छ भने वर्किङ म्यान पावर होइन त्यो चिज हुन्छ त्यसले गर्दाखेरि उनीहरूले त्यो दिने इनपुट अथवा त्यो चिजहरूमा चाहिँ भन्ने काम गर्न सक्छ जस्तो लाग्छ कि नेपाल हार्डली भेरी फ्यु स्पिच प्याथोलोजिस्ट वाज वर्किङ इन दिस एरिया अकुपेसन थेरापी त 7 त्यसले गर्दाखेरि चाहिँ दे क्यान केटर अल द पपुलेसन होइन त्यसले गर्दाखेरि त्यो कुराहरू चाहिँ एटलिस्ट डेभलपमेन्टल थेरापी भनेर होइन त्यस्तो खालको कोर्सहरू जुन इन्डियामा अहिले रन गर्न थालेको छ कि डेभलपमेन्ट थेरापीको कोर्स जेनरलिस्ट लाइक अ जिपी हाम्रो जिपी हुन्छ सबै त्यस्तो खालको एउटा चाहिँ हामीले चाहिँ अब वी क्यान लबी त्यो कुराहरू जस्तै पाटन एकाडेमी गरी म जहाँ काम गर्छु द्याट्स एकाडेमी वी क्यान त्यो जस्तो खालको करिकुलम डिभाइस गरेर कोर्स डिजाइन गर्न सकिन्छ कि त्यो चिजहरू अब त्यसको आफ्नै च्यालेन्जेसहरू पनि छ आफ्नै च्यालेन्जेसहरू छ त्यसको होइन मेबी वाट वी क्यान डु जस्तै जेनरलिस्टमा चाहिँ अस्ट्रेलियामा पनि एउटा एलाइड हेल्थमा चाहिँ रुरल जेनरलिस्ट भन्ने छ भनेको चाहिँ एज एन ओटी इफ आइ एम अ रुरल जेनरलिस्ट एलाइड हेल्थ प्रोफेसनल्स आई लुक आफ्टर फ्यु फिजियोज आई लुक आफ्टर सम स्पिचेस आई लुक आफ्टर एज एन OT is a generalist. It is run by the rural universities. The postgraduate degree is a generalist. Allied health, maybe why we can't do postgraduate training in generalist, allied health generalist. Maybe that's another option. अब यहाँ मैले यसको चाहिँ त्यो करिकुलमहरू त्यस्तो पायो भने अनि चाहिँ अहिले मैले समअप गर्नु पऱ्यो भने हामी नेपाली कन्टेक्स्टको लागि कुरा गऱ्यो भने खास गरिकन फ्यामिलीलाई इन्भल्भ गराएर सपोर्ट मेकानिजम डेभलप गर्ने एउटा मेन कुरा भयो सेकेन्ड भनेको चाहिँ अब वर्कफोर्सलाई नै तयार गर्नु भन्ने कुरा अर्को भयो अनि अस्ट्रेलियन कन्टेक्स्टको कुरा गऱ्यो भने सायद त्योमा चाहिँ अलिक टु सम एक्सटेन्ट चाहिँ काम भएको छ हामीले देख्छौँ वी क्यान सी द प्र्याक्टिस तर एट द सेम टाइम फेरि फ्यामिली सपोर्ट स्पेसली हामीहरूको लागि र कम्युनिटी कनेक्टेडनेस भनौँ न एउटा चाहिँ किनकि हाम्रो त्यो वाइडर ब्याकअप भनौँ न एक खालको भन्यो भने जस्तै मलाई गाह्रो भयो भने लौ न दिदी हेरिदिनुहोस् है भाइ हेर
भाइको श्रीमती छ, भाउका छोराछोरीहरू छन्, अथवा भाउजू हुनुहुन्छ, बुहारी दाइ माथिल्लो घर तल्लो घर भन्ने खालको स्थिति यहाँ छैन। त्यस कारणले गर्दाखेरि ठ्याक्कै त्यही लिटरली त्यो नभए पनि एउटा सपोर्ट मेकानिजम इस्टाब्लिस गर्न सकियो भने त्यसले चाहिँ सपोर्ट गर्छ भन्ने कुरा हो। त्यसमा म बहिनीसँग थोरै आएँ त प्लिज। त्यही खालको कुराकानी गर्ने भनेर एउटा इन्ट्रेक्सन सेसन प्लान भएको छ होइन? त्यसको बारेमा थोरै 1 मिनटमा 1-2 मिनटमा बुझाइदिनुहुन्छ त्यो के गर्नु भनेको? स्पेसली मैले चाहिँ त्यो चाहिँ हाम्रो अमेजिङ प्यारेन्टिङ ग्रुप छ। त्यो ग्रुप चाहिँ अहिले मेलबर्नमा छ होइन? अनि यहाँ चाहिँ यहाँ हुन लागेको के हामीले चाहिँ अब के छ भन्दा यही सपोर्ट सिस्टमलाई डेभलप अथवा सेयरिङ समटाइम्स वी जस्ट निड टु सेयर आवर एक्सपिरियन्सेस र सपोर्ट सिस्टम पनि जस्तै मानौँ न गभर्मेन्ट एजेन्सीले कस्तो सपोर्ट सिस्टम दिन्छ, लोकल एरियामा के हुन्छ, त्यो खालको सपोर्ट सिस्टममा चाहिँ अब जस्तै सिडनीमा चाहिँ एउटा रजिस्टर अर्गनाइजेसन छ, मेलबर्नमा अर्को नेपालीहरूकै रजिस्टर अर्गनाइजेसन छ। अब हामी क्विन्सल्यान्डमा चाहिँ त्यो लेभलमा पुग्न सकेको होइन, पुग्ने कुरा चाहिँ बिस्तारै बिस्तारै होला। तर त्यो आवश्यक भयो भने के हुन्छ नि, कहिलेकाहीँ चाहिँ प्यारेन्ट मिङ्गल गर्ने ठाउँ हुन्छ क्या। हामीले के चाहिँ डेभलप गर्न सक्छौँ भने हाम्रा बच्चाहरूलाई कसैले एकदमै सेक्योर इन्भाइरोमेन्टमा त्यहाँ हामीसँगै कसैले चाहिँ लुक आफ्टर गरिदियो भने एटलिस्ट वी क्यान ह्याभ कम्पिटेड टुगेदर, ह्याभ अ च्याट। त्यो कन्सेप्ट चाहिँ हामीले चाहिँ कसरी अगाडि बढाउने, त्यो चाहिँ च्यालेन्ज भयो, एकअर्कासँग कनेक्ट गर्ने भन्ने कुरा चाहिँ भइरहेको छ। त्यो त्यही दिन चाहिँ हाम्रो डाक्टर साहबले पनि 5 जुलाईमा चाहिँ जति धेरैजना पेरेन्ट्सहरू आउनुहुन्छ त्यसमा चाहिँ हामीले एउटा फर्मल कमिटी क्विन्सल्यान्डको लागि भनेर फर्म गर्छौँ। अनि त्यसमा चाहिँ अब एभ्री लाइक सन्डे हुन्छ, कहिले हुन्छ त्यो भेट्ने पेरेन्ट्सहरूसँग इन्टरेक्सन प्लस द्याट वुड बी द वे टु भेन्ट आवर सेल्फ के छ बच्चामा त्यो प्लानहरूको कुरा गर्ने। अनि यो कम्युनिटी कनेक्सनको कुरा र अहिले सपोर्टिङ इच अदर भन्ने कुरामा म ठ्याक्कै चाहिँ अब एउटा एन्डिङ कसरी गर्न खोजेको छु भने सायद यसको बारेमा हामी फेरि पनि एकचोटि बस्छौँ, एकपटक अथवा 2 पटक। डाक्टर साहब हजुरलाई चाहिँ म धन्यवाद दिन्छु, फेरि बस्नु नभ्याए पनि भेरी इनडेप्थ जानकारी गर्न पाइयो, कुराकानी गर्न पाइयो। अब एउटा चाहिँ उयो एक्सेप्टेन्सको एउटा कुरा भयो, प्लस पर्सनल्ली म रेडी छु कि छैन भन्ने खालको उयो हाम्रो नेपाली मानसिकता भएको कारणले गर्दा नेपाली मानसिकतामा अस्ट्रेलियामा जिन्दगी काट्ने स्थितिमा चाहिँ यो गभर्मेन्ट एजेन्सीहरूको सपोर्ट मेकानिजम के छ, मैले कहिले सपोर्ट गर्न खोजेँ भने ठिक होला, कहाँ सपोर्ट खोजेँ भने ठिक होला, म यस्तो अप्ठ्यारोमा छु, सायद अरू पनि यही अप्ठ्यारोमा होला कि नहोला भन्ने खालको चाहिँ त्यो थट प्रोसेस भएको थुप्रै साथीभाइहरू हुनुहुन्छ। त्योसँग कुरा गर्ने र यहाँ भएको सपोर्ट मेकानिजमहरू यो हो, यसरी सपोर्ट दिन सकिन्छ, यो चाहिँ हामीसँग एभाइलेबल छ र हामीले भनौँ न एउटा लाइक माइन्डेड पिपुलहरूले गरेको काम यो छ भनेर त्यसको बारेमा हामी अर्को एउटा सेसन मजाले गफ गर्छौँ। त्यसमा चाहिँ गभर्मेन्ट एजेन्सी र सपोर्ट मेकानिजम के छ भनेर कुरा गरौँला। अब ठ्याक्कै त्यो चाहिँ हाम्रो नेक्स्ट एपिसोड हुनेछ। त्योभन्दा पहिला आजको चाहिँ एकदम लास्टमा केही थप्न मिल्छ भने म तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु यो अवसरको लागि। प्लस केही अन्तिममा थप्न छ भने डाक्टर साहबबाट सुरु गरौँ प्लिज। पहिला त म सबैलाई धन्यवाद दिन्छु, यहाँ अस्ट्रेलियासम्म आउने मौका पाइयो होइन, यहाँ सबैजना प्रोफेसनल्सहरूसँग बसेर छलफल गर्नु पाइयो। इट्स अ बिग लर्निङ एक्सपिरियन्स मलाई पनि हो। अनि यो जुन कुराहरू गरिराख्नु भएको छ द्याट्स अ भेरी गुड होइन। जस्तो कम्युनिटी इन्गेजमेन्टको कुराहरू कसरी चाहिँ प्यारेन्टिङ नेटवर्क कसरी गर्न सकिन्छ, द्याट्स भेरी गुड होइन। हाम्रो चाहिँ नेपाल कम्युनिटीमा गर्न थालेको चिज हो। यसलाई म आई लाइक टु कङ्ग्रेचुलेट र चाहिँ बेस्ट विसेस पनि भन्न चाहन्छु होइन। विल बी इन टच। थ्याङ्क यू सबैजनालाई हाम्रो कुरा सुनिदिनु भयो होइन, स्पेसली थ्याङ्क यू हजुरलाई। अनि दिस इज योर फर्स्ट पडकास्ट, फेरि पनि यस्तै आएर कुरा गर्न पायोस्। तर यो पडकास्टपछि डेफिनेटली यहाँ सुन्ने कति पेरेन्टहरू हुनुहुन्छ, कति नन स्पेसल किड्सको पेरेन्टहरू पनि हुनुहुन्छ, उहाँहरूले बुझिदिनु पऱ्यो कि यो पनि हाम्रो कम्युनिटी छ भनेर। फिल फ्री टु रिच आउट लाइक जुन टाइम हो वी आर हियर लोकल होइन। हामी चाहिँ बेला बेलामा क्याचअप गर्ने कुरा गर्ने चाहिँ एउटा अकेजन बेला लेट्स वर्क टुगेदर। थ्याङ्क यू बोलाइदिनु भयो, स्पेसली हाम्रो डाक्टर साहबसँग भेट्नु म
उहाँ त मेरो फेसबुकमा हुनुहुन्छ कुरा पनि भएको एकचोटि कुरा भएको थियो। पर्सनली भेट चाहिँ भएको थिएन। मसँग अनि चाहिँ अनि मलाई चाहिँ के लागेको थियो भने होला नि, म ठ्याक्कै सेयरमा चाहिँ त्यो नेपालमा चाहिँ एएसडीको डायग्नोसिसको चाहिँ त्यो क्वालिटी अफ डायग्नोसिस गर्ने रहेछ लभ योर वर्क होइन। मैले डायग्नोसिसको अरू प्रोफेसनलहरूको पनि डायग्नोसिस देखेको छु। आई एम सो ह्याप्पी द्याट यु हेभ बिन युजिङ गोल्ड स्ट्यान्डर्ड एसेसमेन्ट्स। त्यसले गर्दा चाहिँ एउटा बेटर चाहिँ सिनारियो अथवा बेटर चाहिँ फिलिङ भयो क्या मलाई तपाईँको डायग्नोसिसको पेपर हेरेपछि। आई एम सो ह्याप्पी टु अब आजको लागि धन्यवाद भन्नुभन्दा पहिला सरोज तिमीलाई धेरै धन्यवाद छ। अब यो होपफुली तिमीले राम्रो रेकर्डिङ गरेका छौ। अनि क्वालिटी हेर्दा केही भयो भने अर्को चाहिँ डक्टर साहब सायद हामी पछि पनि कुरा गर्छौँ होला। उनी भेन्ट आउट गर्ने विषयमा कुरा गर्दाखेरि अस्ति चाहिँ एकजना मेरो यो न्युरो डाइभर्स बच्चाको प्यारेन्ट्ससँग कुरा भएको थियो। उहाँले चाहिँ यहाँ बसेर प्रोफेसनलसँग इन्फर्मेसन लिने प्रक्रिया आफूमा यति लामो भएको कारणले गर्दा कोही नेपालमा भएको प्रोफेसनलसँग हामी टाइअप गरेर काम गर्ने सम्भावना होला कि भन्ने खालको कुरा पनि गर्नुभएको थियो। तर अहिले हाम्रो चाहिँ ह्युमन रिसोर्सको र वर्कफोर्स नेपालको हेर्दाखेरि चाहिँ त्यसको बारेमा सोच्नुपर्छ। तर त्यस्तो खालको केही सम्भावना हुने भयो भने अथवा पोसिबिलिटीहरू देखियो भने अथवा सँगै काम गरेर ठ्याक्कै रिफर गरेर यही नै गर्नुहोस् भन्ने स्थितिभन्दा पहिला कुरा राखेर यस्तो यस्तो रहेछ सायद यो चाहिँ हुनसक्छ कि भन्ने खालको एउटा गाइडिङ अथवा काउन्सिलिङ खालको चाहिँ सम्भावनाहरू भयो भने जस्तै हामीले यहाँ कन्ट्याक्ट गरेर सबैलाई हजुरसँग पठाउनु अथवा उहाँको टिमसँग पठाउनु भन्दा यो स्थिति हेर्दा सायद उहाँसँग कुरा गर्दा ठिक हुन्छ भन्ने खालको भयो भने त्यो पनि काम गरौँला। यहाँको लोकल टिमसँग हामी कुरा गर्छौँ। अरू केही छ भने थपौँ, नत्र आजको लागि धेरै धन्यवाद छ। अर्को सेसनमा म चाहिँ अझै 1-2जना फ्यामिलीहरू लिएर जस्तै हामीले हाम्रो लिभड एक्सपिरियन्स के छ र स्पेसल्ली गभर्मेन्ट एजेन्सी र सपोर्ट मेकानिजमलाई कसरी हाउ क्यान वी युटिलाइज द बेस्ट त्यो विषयमा कुरा गरौँला होइन। थ्याङ्क यू सो मच। एउटा फोटो चाहिँ लिनु पर्ला।